अब हामी सेसन सुरु गरौँ। मैले अघि पनि यहाँ पहिला पनि तपाईँलाई भनिसकेको छु, कतिजना लाग्ला कस्तो खालको ट्रेनिङ हो भन्ने पनि छ होला होइन। त्यसमा म सर र एउटा कुरा के भन्छु भन्दाखेरि, तपाईँहरूमध्ये कसैले अहिलेसम्म ट्रेडिङ गर्नु भएको छैन, सेकेन्डरी मार्केटमा इन्टर गर्नु भएको छैन भने तपाईँहरूको लागि पनि यो ट्रेनिङ हो खासमा होइन। अथवा तपाईँले भन्नुपर्दा चाहिँ बेसिक कुरा पनि हुन्छ। बेसिक कुरा खासै धेरै हुँदैन कि, बेसिक भनेको सामान्य कुरा त सबैलाई थाहा छ नि त होइन। बेसिकदेखि तपाईँको एडभान्स तपाईँ आफ्नो रौँ त लेभलसम्मको गएर कुरा हुन्छ। यसमा चाहिँ बेसिकको कुरा पनि हुन्छ, एडभान्स लेभलको कुराहरू पनि हुन्छ। त्यसले गर्दा तपाईँले यस सुरुमा एकछिन सामान्य कुरा सिकाउनु भयो भनेर भन्नु भएन। सामान्य कुराबाट असामान्य कुरासम्म हामी आजै पुग्छौँ अलिअलि भात कुराहरू है। भात त्यसले खाएर गर्दाखेरि गएन? कोही कोही साथीहरूलाई अप्ठ्यारो लाग्यो भने हामीलाई भन्नु न। तपाईँको घरमा आवाज आउँछ नि, त्यो म्युट तपाईँहरूले आफै गर्ने हो है। तपाईँहरूको घरमा आवाज आउँछ भने तपाईँले म्युट गर्न सक्नुहुन्न, भ्याउनुहुन्न भने त फेरि गाह्रो हुन्छ नि त होइन। यो कुनै थ्योरिटिकल क्लास होइन नि कि हामी यहाँ जाँचको लागि त पढ्न लागेको होइन हो र। हामी जाँचको लागि त होइन नि त। यो हामी के को लागि पढ्न लाग्यो भन्दाखेरि हामी सेयर मार्केटबाट पैसा कमाउनलाई कसरी कमाउन सकिन्छ, कस्तो टेक्निकहरू अप्नाउने भन्ने कुरा चाहिँ हामी तपाईँलाई सिकाउँछौँ है त। ठिक छ, सुरुवात गरौँ है साथीहरू, सुरुवात गरौँ। हजुर नमस्ते सर। नमस्ते सर, नमस्ते ओके। एकदम। नमस्ते सरलाई, प्रवेशजी नमस्ते। ल अब म सुरुवात गरेँ है यसलाई। अब केही कुराहरू साथीहरूलाई मैले म्युट गर्नतिर लगाएँ, अनि एक दुईजनासँग म कम्युनिकेट गर्छु, किनभने म एक्लै बोल्यो भने फेरि मजा हुँदैन। अनि एक दुई दिन तपाईँहरू सबैलाई म्युट गरेपछि त्यसपछिको क्लासमा चाहिँ मैले के गर्छु भन्दाखेरि, त्यसपछिको क्लासमा चाहिँ मैले ठ्याक्कै ओपन गरिदिन्छु, म्युट गर्न मिल्ने बनाउँदिनँ, अनम्युट गरेर मजाले सोध्न मिल्ने बनाउँछु है। तर आज फर्स्ट दिनमा किन मैले यस्तो गर्नुपर्छ भन्दाखेरि, फर्स्ट दिनमा हामीसँग यहाँ डिफ्रेन्ट नेचरको मान्छे आउन सक्नुहुन्छ। त्यसले गर्दा कहिलेकाहीँ डिस्टर्बेन्स पनि हुन्छ भने मैले आज चाहिँ एकजनासँग बोल्छु। कोसँग बोल्दा ठिक हुन्छ, जसलाई केही पनि थाहा छैन सेयर मार्केटको, हामीमध्ये को हुनुहुन्छ हात रेज रेज योर ह्यान्ड, म उहाँसँगै बोल्छु। जोसँग बोले पनि केही फरक परेन। तर सबैसँग बोल्दा नोइज हुन्छ, दुई तिनजनासँग बोल्छु एकैचोटि। ह्यान्ड रेज गर्नुहोस्, तर मैले बताउँदाखेरि सुन्ने काम चाहिँ गर्नुपर्छ। उहाँसँग कुरा गर्छु जसलाई खासै आइडिया छैन सेयर मार्केटको है। को हुनुहुन्छ? ह्यान्ड रेज गर्न आएन भने म आफै भन्छु है फेरि। अच्छा, कोही हुनुहुन्छ बोल्न मिल्ने? ओके, डम्बरजीलाई है त, डम्बरजीलाई एकदम। डम्बरजीसँग म कुरा गर्छु अब एकछिन है साथीहरू है। अरूसँग पनि कुरा गर्ने हो, तर फर्स्ट दिन मैले किन धेरै कुरा आएन भन्दाखेरि यहाँ समस्या नोइज भइदियो भने पनि फेरि झ्या हुन्छ नि त। त्यही भएर मैले डम्बरजीसँग अब मैले कम्युनिकेट गर्ने भयो है डम्बरजी। ल ओके, डम्बरजीलाई मैले म्युट गर्न मिल्ने बनाएको छु। अरू पनि कोही साथीहरू फ्रेसर हो भन्ने हुनुहुन्छ भने उहाँलाई पनि मैले गराएँ। ल ल डम्बरजी तपाईँ म्युट गर्न मिल्यो है। ल ठिक छ डम्बरजी। हजुर ओके, एकछिनपछि अर्को साथीसँग कुराहरू चाहिँ त उहाँसँग एकछिन कुरा। ल डम्बरजी नमस्ते है सरलाई। ल नमस्ते ओके, सर। ल सबभन्दा सुरुमा हामी, तपाईँले आइपिओ भर्नु भएको छ डम्बर सर? छैन सर। छैन, ओके। ल आइपिओ भर्नु भएको छैन, पहिला सानो कुरा, साथीहरू सबैलाई काम लाग्ने कुरा, सानो कन्सेप्ट छ, मलाई 2 मिनट लाग्दैन, म सर भन्छु। सुन्नुहोस् है त, सेयर मार्केटमा जहिले पनि के बुझ्नुहोस् भन्दाखेरि दुईटा किसिमको हिसाबले हामीले काम गर्न सक्छौँ सेयर मार्केटमा। के होला दुईटा किसिमको भन्दाखेरि, एउटा हुन्छ तपाईँको प्राइमेरी मार्केट भन्छ है, एउटा के भन्छ हामी त्यसलाई, के भन्छ सर रमरजी? के छैन। भन्छ? प्राइमेरी मार्केट। बोल्ने हो मसँगै गफ गर्ने है सर। एउटा मार्केटलाई के भन्छ साथी? के भन्छ सर? प्राइमेरी मार्केट भन्छ है। अर्कोलाई के भन्छ हामी? सेकेन्डरी मार्केट भन्छ है। प्राइमेरी मार्केट भनेको त्यो आइपिओलाई हामी प्राइमेरी मार्केट भन्छौँ। आइपिओ भर्नको लागि तपाईँसँग मेरो सेयरको लगइन पासवर्ड चाहियो, मेरो सेयरको। र मेरो सेयरको लगइन पासवर्ड गर्नको लागि उपाय के छ भन्दा तपाईँले ब्याङ्कमा जानुपर्छ। ब्याङ्कमा गएर तपाईँले डिमेट खाता खोल्नुपर्छ है। के खोल्नुपर्छ अरे? डिमेट खाता। र डिमेट खाता खोलिसकेपछि, डिमेट खाता खोलेपछि तपाईँले आइपिओ भर्न मिल्छ। तर त्यो भनेको प्राइमेरी मार्केटमा खासै गाह्रो भएन, आइपिओ भर्ने सिम्पल तरिका छ। मेरो सेयरको खाता खोल्ने, त्यहाँ डिमेट खाता खोल्नुपर्छ ब्याङ्कमा, त्यसपछि तपाईँले मेरो सेयरबाट तपाईँले आइपिओ भर्न मिल्छ। अर्को हुन्छ सेकेन्डरी मार्केट। सेकेन्डरी मार्केट भनेको तपाईँको जस्तो आइपिओ, सबैजनाको त आइपिओ पर्दैन नि त, कसै कसैले सेकेन्डरी मार्केटमा पनि ट्रेड गर्नुहुन्छ, त्यसलाई हामी सेकेन्डरी मार्केट भन्छौँ। प्राइमेरी र सेकेन्डरी मार्केटको बारेमा बुझ्नुभयो डम्बरजी तपाईँले? बुझ्यो सर। बुझ्छु एकदम। अब हामी अलिकति अगाडि बढौँ, अनि आइपिओ सिकाएपछि अर्को साथीसँग म कम्युनिकेट गर्छु है। अब आइपिओ एफपिओ भनेको पनि तपाईँको आइपिओ जस्तै हो, तर अलरेडी भएको कम्पनी, जस्तो कसैको कम्पनीको अलरेडी सेयर छ भने त्यसले पनि यदि जारी गर्छ आइपिओ भने त्यसले पनि जारी गरेको हाम्रो सेयरलाई चाहिँ एफपिओ भन्छ हामीले है त।
अब अहिले यो चिज चाहिएन। अब आइपिओ कसरी भर्ने सर र सिकाइदिन्छु तपाईँलाई। सुन्नुहोस् है, आइपिओ भर्ने एउटा एकदम सिम्पल फर्मुला भनेको मेरो सेयरको लगइन पासवर्ड हुन्छ। यसमा तपाईँले इन्फर्मेसनहरू हाल्नु पर्यो है। यसमा तपाईँले इन्फर्मेसन हालिसकेपछि एकदम एकदम म बोल्न दिन्छु सरहरूलाई, ढुक्क हुनुहोस् है त। मन्जुजी छ नि अहिले कम्युनिकेट गरौँला, केही भएन। ल, मेरो सेयरको लगइन पासवर्ड राखिसकेपछि तपाईँले के गर्नुपर्छ भन्दाखेरि यसपछि तपाईँको एउटा पेज खुल्छ। यो पेजमा तपाईँले माई आस्पा भन्नेमा जाने हो। माई आस्पाबाट एप्लाई फर इस्युमा जाने, यहाँ तपाईँले विभिन्न इन्फर्मेसन भर्नुपर्छ, जस्तो सिआरएन नम्बर हुन्छ। त्यसपछि अनि लास्टमा चाहिँ तपाईँले कति किता सेयर किन्ने भनेर नम्बर लेख्ने हो। अनि त्यसपछि एउटा पिन कोड हुन्छ क्या, पिन कोड हुन्छ, त्यो पिन कोड टाइप गरेपछि आइपिओ भर्न मिल्छ। ल ओके, अब हजुर आइपिओ भर्न आएछ। आउँछ सर अब। आयो, ओके, थ्याङ्क यू सो मच है सरलाई। ल ओके, अब अर्को साथीसँग बोलाउँ है त, को हुनुहुन्थ्यो सुरुमा हात रेज गरेको उहाँसँग है त। ल कपिलजीसँग है त। ल कपिलजी सँग पनि बोलाउँ पर्ला। कपिलजी कता हुनुहुन्छ? ल कपिलजीलाई है त। मैले आज चाहिँ यसरी गरेको, फेरि भोलि पर्सि फेरि यसरी गर्दिनँ है। फेरि भोलि पर्सि म नर्मली म्युट गर्न मिल्ने। कपिलजी नमस्ते। कपिलजी नमस्कार। खै त कपिलजीलाई म्युट गर्न मिल्ने बनाइदिएको थिएँ क्या त। त्यही त बाहिरी आवाज धेरै भएको छैन अहिले, म्युट गर्दैछु नि मैले होइन त। ओके, ल ओके। ल म्युट गर्न मिल्ने बनाएको छु। कसले कम्युनिकेट गर्ने हो ट्याक्क भन्नु त। कसलाई केही पनि थाहा छैन, अहिलेको कन्सेप्टमा केही सर थाहा छैन। नमस्कार। नमस्कार कपिलजी। ल अब एकछिन हजुर सर। हजुरसँग बोलेँ एकछिन है म है। हजुर सर। ल ओके, कपिलजीको के छ, कपिलजीको अनुभव के छ सेयर मार्केटतिर भनेर मैले सरलाई सोधेको छु फेरि। ल कपिलजी भन्नुहोस् है, तपाईँलाई मिल्छ। भन्छु सर। कपिलजी हजुरको के छ सेयर मार्केटतिर अनुभवहरू केही छ, केही सर गरिराख्नु मेरो भएको? मेरो मेरो आइपिओ मात्रै हो सर, मैले सेकेन्डरी चाहिँ ओके, खासै गरेको छैन, यस तर ब्रोकर आइपिओ अघि एकाउन्टहरू चाहिँ सबै अघि छ भर्खर मैले सर। आइपिओ भर्न सिकाएको कुरा त तपाईँलाई आउँथ्यो भन्ने बुझ्यो होइन सर? हो, हजुर हजुर ठिक सर, छ। आइपिओ त म अँ, भर्छु, भरि नै राखेको हुन्थ्यो। एकदम मेरो एकदम ब्रोकर एकाउन्टहरू पनि सबै छ, तर मैले सेकेन्डरीमा चाहिँ गरेको छैन सर, त्यही भएर चाहिँ। ओके, अनि ठिक छ, ढुक्क बस्नु सेकेन्डरी म। मार्केटको बारेमा बुझौँ भनेर यो जोइन गरेको अँ सर। त्यसो ठिक छ। अब ऐको मैले केही कन्सेप्ट तपाईँलाई दिएको त बुझ्नुभयो सरले होइन? ऐको कन्सेप्ट त हजुर हजुर तपाईँलाई थाहा सर। नै थियो, अब थाहा भएकै कुरा भयो त्यो त सरलाई होइन सर? ल हजुर सर हो। अब त्यो थाहा भएको कुरा भयो। म तपाईँलाई नेक्स्ट कुरा चाहिँ अब तपाईँलाईबाट सुरु गर्छु है त। ल ओके, हजुर सर। सेकेन्डरी मार्केटतिर जाउँ। अब सेकेन्डरी मार्केटमा हामीले सेयर भर्नको लागि हामीलाई चाहिने भनेको एउटा टिएमएसको खाता खोल्नुपर्छ है। म तपाईँलाई त्यो पनि देखाउँछु हजुर सर। अगाडि स्क्रिनमा। सायद कतिजनाले टिएमएसको खाता खोल्नु भएको पनि हुनसक्छ, कतिजनाले खोल्नु नभएको पनि हुनसक्छ। ल ओके, अब यसको लागि जाउँ नेक्स्टमा। अब यो टिएमएसको खाता खोल्नुपर्छ। टिएमएसको खाता खोलेपछि त्यसमा बाहिर सेल गर्ने टेक्निक त हामी सिकाइहाल्छौँ, त्यो डाउट भएन होइन? तर यसको चाहिँ जुन दिन हजुर सर। बेला आउँछ तब सिकाउँछु है मैले। अहिले भर्खर आज सिकाउँदिनँ, म सिकाउँछु यसलाई चाहिँ बिचमा है त। अब हामी सुरुवात गरौँ है त। सेयर मार्केटमा सबभन्दा पहिला चाहिने चिज भनेको एउटा चिज हुन्छ, त्यो के होला साथीहरू? तपाईँलाई थाहा छ सर? सेयर मार्केटमा एकदम चाहिने चिज के हुन्छ होला? टिएमएस एकाउन्ट सर। अँ यस, टिएमएस एकाउन्ट त चाहियो होइन? टिएमएस हजुर एकाउन्ट सर। बाहेक, टिएमएस एकाउन्ट बाहेक सेकेन्डरी टिएमएस मार्केटमा एकाउन्ट। ठिक छ, टिएमएस एकाउन्ट त चाहियो। सबभन्दा पहिला सेकेन्डरी मार्केटमा हामीले एउटा चिज बुझ्नुपर्छ, क्यान्डलको बारेमा बुझ्नुपर्छ है सर। के को बारेमा गरे? क्यान्डलको क्यान्डल बारेमा। सर। क्यान्डल। सेयर हजुर। मार्केटमा दुईवटा क्यान्डल हुन्छ, थाहा छ नि तपाईँलाई? थाहा छ कि नै सर? नै छैन सर। थाहा छैन? ओके जी, सेकेन्डरी त मलाई केही थाहा छैन। हजुर एकदम सर। ल, राम्रो विद्यार्थीसँग म गफ गर्दैछु है साथी। हेर्नुहोस्, उहाँले तपाईँको प्रतिनिधि गरिदिन्छ, उहाँलाई आयो भने सबैलाई आयो भने म एजुसन। एउटा हरियो क्यान्डल हुन्छ है सर, ठिक छ? हजुर एउटा रातो क्यान्डल हुन्छ, ठिक छ? बुझ्नुभयो? हजुर हजुर हजुर। अब हरियो क्यान्डलले के सिम्बल गर्छ भन्दाखेरि आज तपाईँको मानव प्राइस 300 रुपियाँमा ओपन भयो। कतिमा ओपन भयो गरे? 300मा तिन ओपन सय भयो। हजुर। यदि यो प्राइस आज 350 पुग्यो भने तपाईँको क्यान्डल हरियो बन्छ। ए बुझ्नुभयो? हजुर हजुर भनेको सर। हरियो कुन बेलामा बन्दो रहेछ त? ए, मार्केट बढ्यो भनेदेखि यस, भने ओपन प्राइस भन्दा क्लोजिङ प्राइस बढी भयो भने कस्तो क्यान्डल बन्छ? हरियो। हरियो क्यान्डल। अब बुझ्नुभयो नि? बुझ्नुभयो? हजुर हजुर सर। अब रातो कुन बेलामा बन्छ ध्यान दिनुहोस् है त। जस्तो आज मार्केट हजुर 300मा ओपन भयो, बुझ्नुभयो नि? हजुर अनि क्लोज हुँदा चाहिँ हजुर साँझतिर मानव 280मा क्लोज भयो हजुर भने अब कुन क्यान्डल बन्छ गरे? रातो क्यान्डल बन्छ। हजुर हजुर बुझ्नुभयो? भनेपछि कुन बेलामा हरियो र कुन बेलामा रातो बन्दो रहेछ बुझ्नुभयो सर? हजुर बुझेँ सर। हुँ? बुझ्नुभयो सर?
हजुर कुन सर बेलामा हजुर। रातो बन्दो रहेछ त? रातो मार्केट बन्यो भने के घट्यो बुझ भनेदेखि यस त्यसले यस। हजुर अब यहाँ सुन्नुहोस्, कहिलेकाहीँ यो माथि माथि यस्तो डन्डा जस्तो बन्छ कि यसको अर्थ के हो भन्दाखेरि यसको अर्थ यो पोइन्टसम्म प्राइस पुगेको थियो भनेको। जस्तो मानौ मानौ दिउँसोतिर मानौ 370 पुगेको भए तपाईँको यहाँसम्म डन्डा यस्तो बन्थ्यो, तर क्लोज त 350मा भयो नि त। त्यसलाई हामीले यस्तो हजुर विक हजुर। भन्छ, यसलाई हामी विक भन्छौँ। के भन्छ यसलाई हामी? विक विक। भन्छ। भनेको विक कहिले बन्दो रहेछ त? यदि प्राइसले त्यहाँ कसै न कसैले यो पोइन्टमा किनबेच गर्यो भने विक बन्दो रहेछ। हजुर यदि हजुर यो ए। बन्यो भने के बुझ्नु पर्यो भनेपछि, मानौ कसैले 280मा पनि सेयर किनबेच गर्यो भने विक बन्दो रहेछ। हजुर बुझ्नुभयो? सर। यसलाई हामी भन्छौँ बडी भन्छौँ। के भन्छ यसलाई हामी? बडी भन्छौँ। यसलाई हामी के भन्छौँ? विक भन्छौँ। बडी। है, विक एकदम हजुर ए। ठिक छ। हजुर साथीहरू सबैजनाले मैले भनेको कुराहरू सुन्नु होला है। सुन्दै गरेपछि आउँछ है। अब लिङ्क आएन भनेर भन्नुभएको छ, लिङ्क त मैले पठाइदिएको छु होइन र साथीहरू? लिङ्क पठाएको छु, जोइन हुने साथी जोइन हुनुभएको छ। अनि ढिलो आएपछि त केही पनि बुझिँदैन नि फेरि है। ल, यहाँसम्म केही समस्या छ सरलाई भने भनौँ है। ल, यहाँसम्म बुझ्नुभयो सर? ए। तपाईँले बुझ्नुभयो यहाँसम्म? हजुर बुझेँ सर। केही गाह्रो भएन? अब म अर्को साथीहरूसँग कुरा गरौँ सरसँग एकछिन बिदा मारेर। हेर्नुहोस् है, भोलि हस् पर्सि त हुन्छ। हामी यसरी यस्तो म्युट गर्दै बस्दैनौँ हामी। यो मतलब भ्याउँदिनँ यसरी, किनभने यो बोल्दै रोक्दै गर्न गाह्रो हुन्छ नि त। त्यस्तो अवस्थामा हजुर तपाईँहरूले के सर। बुझ्नुभयो भने कि तपाईँले के अरे तपाईँले खालि लिङ्क अटोमेटिक आउँछ, तपाईँ सबैजनालाई बोल्न दिने। मैले यहाँ त्यो म्युट गरेर पढाउँदिनँ। तर आज किन म्युट ए। गरेको भन्दाखेरि आज हामीसँग अलग अलग किसिमका मान्छे हुन्छन् यहाँ, हेर्नुहोस् है। अनि अलग अलग किसिमका भइसकेपछि उहाँले अलग अलग नेचरका हुन्छन्। त्यही भएर मैले छानी छानी बोलेको आज है कपिलजी। ए। ल, हस् ओके। हस् हुन्छ सर। कपिलजीले बुझ्नुभयो हस्। होला, थ्याङ्क यू सो मच। अर्को साथीले कसले भन्दै हुन्थ्यो भन्दा 4455 भन्ने हुनुहुन्थ्यो, उहाँलाई मैले अनम्युट गरेँ। उहाँले पनि हात उठाउनु भएको थियो। अब अहिलेसम्मको कुरामा उहाँलाई केही आउन भने फेरि हामी कन्टिन्यू गर्छौँ सर। एकदम। नाम के सरको? 4455 भन्न अलिक अप्ठ्यारो भयो मलाई त हो। नाम भन्नु त। खै त आवाज आएन भने त फेरि मैले म्युट मात्र गरेर अनम्युट गर्दैछु त खै नबोलेको त। हेलो, बुझ्नुभयो? खै त बोल्नु भएन त सर, तपाईँ को हुनुहुन्छ? ल, म अब अर्को एकजनालाई कुरा गर्छु है त। कसले खै त खै बोल्नु भएन। म अर्कोसँग कुरा गर्छु। ल, कोसँग कुरा गरौँ भन्दाखेरि अघि एकजना रेज ह्यान्ड गरेको मलाई याद छ, उहाँहरूसँगै कुरा गर्छु। मन्जुजीसँग कुरा गर्छु। ल मन्जुजी, हजुरसँग है त। नमस्ते। नमस्ते। हेलो। नमस्ते 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 म्याम। हेलो। हजुर हजुर, आछ आवाज आछ, भन्नु ए न। हजुर नमस्ते सर। नमस्ते नमस्ते। तपाईँले ह्यान्ड रेज गर्नुभएको थियो, मैले तपाईँलाई बोल्न त्यही भएर दिएँ। अरू साथीले यो नसोच्नु है, फेरि मलाई सोध्नु भएन भनेर भन्नु पर्दैन है। सबैसँग सोध्ने, तर सबैसँग बोल्न लाग्यो त यहाँ त हल्ला हुन्छ फेरि भनेर मैले पालै पिलो सोध्दैछु है। ठिक छ, ओके। भर्खर भनेका कुराहरू तपाईँले बुझ्नुभयो? क्यान्डल कसरी बन्छ भन्ने कुरा बुझ्नुभयो? बुझी सर। बुझ्नुभयो। हजुरले सेयर मार्केटतिर अलिअलि गर्नुभएको छ कि गर्नुभएको छैन कि फर्स्ट टाइम हो? होइन, मैले अलिअलि किन्ने बेच्ने गरिराखेको छु, यस, तर तपाईँलाई त्यत्तिकै तपाईँलाई हावाको भरमा। तपाईँलाई क्यान्डलको बारेमा आज आइडिया चाहिँ भयो नि होइन? उम्, कि पहिले थाहा थियो सायद हो? अलिअलि त थाहा थियो। यति हरियो हुँदा बढेको, रातो हुँदा घटेको ल, भन्ने चाहिँ अब थाहा थियो। त्यसो भए तपाईँलाई मैले सोध्छु, अब कहिले किन्ने र कहिले बेच्ने भनेर तपाईँलाई सिकाउँछु है त मैले है त। हस्। ठिक छ, सिकाउँ? किन तपाईँलाई त्यो हुन्छ। सिकाउँदा ठिक भयो? किन तपाईँ अझै तगडा हुनुहुन्छ नि अरूभन्दा है त? ठिक छ। ठिक छ ठिक छ। ल, अब साथी सबैले सुन्ने हो, मेरो कुरा ध्यानले सुन्नुहोस्। दुईवटा तरिका सुन्नुहोस्। जब तपाईँको मार्केट हरियो बन्या हुन्छ नि, हरियोको अर्थ के गरे? मार्केट घटेको कि बढेको? बढेको हो। बढेको। जस्तो मानौ तपाईँले मार्केटमा हरियो देख्यो भने, हरियो दुईचोटि देख्यो भने किनम किनम हुन्छ हो। हरियोतिर लागेपछि त किनिहाल्नु जस्तो हुन्छ। तर अब ध्यानले सुन्नुहोस् है, अब एकदम ध्यानले सुन्नुहोस्। कहिले किन्ने हो म तपाईँलाई अब सिकाउँदैछु साथीहरू। यहाँसम्म समस्या भएको छैन। जस्तो कहिलेकाहीँ मार्केटमा घट्छ नि सेयर, ख्याल गर्नु। मार्केटमा घट्छ, घट्यो, यो घटेको उम्, कि नै? घटेको रातो नि त, घटेको। घटेको। अब मेरो कुरा सुन्नु ध्यानले। घट्दै जाँदाखेरि जस्तो मानौ यहाँ मार्केट घट्दै गयो, मार्केट घट्दै गयो, मार्केट घट्दै गयो भने एक्कासी रातो हुना नि रातो है। अब यहाँ हेर, अब यो एक्कासी हरियो देखियो कि देखेन? हो। देखियो। ल, यो घट्दा घट्दै हरियो देखिनुको मतलब अब यसले के सङ्केत गरे हो साथीहरू? अब बढ्छ भन्न बढ्छ सङ्केत भन्ने गरे हो कि? सङ्केत गरे हो, तर यतिखेर किनिहाल्न चाहिँ हुँदैन है। अब म एकछिन सबैलाई म्युट गर्न मिल्ने बनाइदिन्छु ताकि साथीहरू सबैजनाको भ्युज दिन्छु। तर मैले एउटा के सजेसन गरेँ भन्दाखेरि, तपाईँहरूले एकैचोटि
अर्कै कुरा सोध्न चाहिँ हुँदैन है। फेरि अर्कै कुरा सोध्यो भने त फेरि यहाँ त अल्मलिन्छ फेरि। त्यो म सबैलाई दिएँ सोध्नु है, ध्यानले सुन्नुहोस् है त। ल सबैलाई म्युट गर्न मिल्ने बनाइदिएछु, केही झुक्क्यो भने ठ्याक्क सोधिहाल्ने है त्यहाँनिर। तर सबै बोल्यो भने नोइज हुनु भएन है। ओके, अब यहाँ सुन्नुहोस् है त साथीहरू। यो हरियो देख्यो भने हरियोले के सङ्केत गर्छ? आज मार्केट बढेको सङ्केत गर्छ कि घटेको सङ्केत गर्छ त? बढेको सङ्केत गर्छ होइन। तर मार्केट बढ्ने बित्तिकै किनिहाल्ने चाहिँ होइन है। यसमा किन्नको लागि एउटा टेक्निक लगाउने हो। त्यो टेक्निक के भन्दा यो लेभललाई यदि यसले काट्छ भनेको यसले जित्छ भने, जस्तो यहाँ हरियो भन्यो भने किन्ने होइन है त, किन्ने हो त होइन। तर यदि यहाँनिर हरियो भन्यो भने अब यो चाहिँ बाई डिसिजन ठिक हो है। भनेपछि यो चाहिँ के डिसिजन ठिक भयो? यो चाहिँ बाई डिसिजन भयो है त। ल ओके, यहाँसम्म बुझ्नुभयो? भनेपछि अर्को कुरा, अब मानौ मार्केट बढिरहेको छ, मार्केट बढिरहेको छ, बढिरहेको छ भने एक्कासी मार्केट यसरी घट्न सक्छ कि सक्दैन? घट्न सक्छ। अब यहाँ बेचिहाल्ने हो त? भन्नुहोस् त, के यहाँ बेचिहाल्ने हो? बोल्न मिल्छ, सबैजनालाई बोल्न मिल्छ है। अघि को बोल्दै हुनुहुन्थ्यो? होइन होइन सर, त्यसमा एकजनासँग बोलौँ त, कोसँग बोल्दै थिएँ उहाँसँगै बोलौँ एकछिन। त्यसपछि अरूसँग फेरि कम्युनिकेट गर्छु। एकैचोटि पर्दाखेरि नोइज हुन्छ, फेरि सबैलाई गाह्रो हुन्छ। ल मन्जुजीसँग कुराहरू थिएँ, म मन्जुजीसँग। अरू कसैलाई कम्युनिकेट गर्नु मन भने ह्यान्ड रेज गर्नु है, तपाईँसँग म बोलिहाल्छु। ओके मन्जुजी। हजुर ल ओके, यहाँसम्म बुझ्नुभयो कुरो? बुझी सर। भनेपछि रातो बन्दैमा घट्ने सङ्केत होइन, रातो बन्दैमा बेचिहाल्नु पर्ने चाहिँ हुँदैन है। अब हेर्नुहोस् है त, अब यो रातो देख्नुभयो भनेर बेचिहाल्नुपर्छ भनेको होइन। तर यदि तपाईँले के समस्या छ भन्दाखेरि जब यो लेभललाई क्रस गर्छ, जब यहाँ रातो बन्यो भने बेच्ने त अब होइन, नबेच्ने, तर पर्खेर बस्ने। यहाँ टच गऱ्यो भने अब पर्खिन चाहिँ हुँदैन है। अब यहाँ फल हुने चान्स हाई हुन्छ। सो यतिखेर हामीले सोल्भ गर्नुपर्ने हुन्छ। भनेपछि सर यो के हरियोको क्यान्डलबाट अलिकति तल घट्न थालेपछि चाहिँ अनि बेच्नु पर्ने हो? हो, यस यस। अब यहाँनिर स्टप लसको कुरा पनि हुन्छ, त्यो मैले अहिले बताएको छैन, फेरि अलिक कन्फ्युजन धेरै हुन्छ तपाईँहरूलाई होइन। त्यही मैले अहिले सानो कुरा तपाईँलाई के बताएँ भर्खरै भन्दाखेरि, जब मार्केट घटिरहेको हुन्छ भने के दुई तिनवटा घटेको देख्ने बित्तिकै किन्न हुन्छ कि हुँदैन? हुँदैन रहेछ। तर हामीमध्ये यहाँ साथीहरूलाई अहिले सोध्नुपर्छ। हामीमध्ये अब मैले एकछिन म्युट गर्न मिल्ने बनाइदिन्छु, अनि साथीहरूको भ्युज पनि लिनुपर्छ। यहाँ साथीहरूलाई कस्तो लाग्छ भन्ने कुरा पनि सोध्नुपर्ने हुन्छ मैले भन्दै मैले सबैलाई म्युट गर्न मिले बनाइदिएछु है त। अब यहाँ सुन्नुहोस् है ध्यानले। ल हामीमध्ये कोही साथीहरू हुनुहुन्छ जसले सेयर घट्दाखेरि किनौँ भनेर किन्नुभयो, आज त्यो घटेर एकदम डाउनमा पुगेको कोही साथीहरू हुनुहुन्छ भने भनिहाल्नु, सेयर गर्नुपर्छ आफ्नो कुराहरू। कोही हुनुहुन्छ भने भन्नुहोस् है। भनेपछि मार्केट रातो रातो भएर घटिहाल्यो भने यहाँ किनिहाल्नुपर्छ, तिनवटा घटेको देखि किनिहाल्नुपर्छ भन्ने सोच छ तपाईँहरूमा भने त्यो गलत सोच रहेछ त। मार्केट घट्दा किन्ने होइन, मार्केट घट्दाखेरि किन्नलाई रेडी हुने हो। जब यसले बढ्ने सङ्केत गर्छ तब बल्ल किन्ने हो, पहिलो कुरा चाहिँ। यो कुरा बुझ्नुभयो साथीहरू? अनि मार्केट जब बढिराख्छ नि, मार्केट बढिराखेपछि बेच्ने होइन। तर मार्केट बढ्दा बढ्दै यदि यहाँनिर घट्न खोज्छ भने, घट्न खोजेर यसलाई काट्छ भने त्यतिखेर हामीले सोल्भ गर्न पर्छ। ल यहाँसम्मको अहिलेसम्मको टपिकमा केही समस्या छ भने साथीहरूलाई बोल्न मिल्ने बनाइदिएछु। अनि हेलो हेलो, यस भन्नुहोस् न। कोही कोही बेला हामी अब बढ्छ भनेर कोही कोही बेला होल्ड गर्छौँ नि। हो होल्ड गरेको बेलामा फेरि त्यो होल्ड गर्दा गर्दै पनि कोही बेला स्वाटै घटिदिन्छ होइन, क्या। हो त्यही त्यही हो, मैले बुझेँ तपाईँको कुरा एकदम बुझिसकेको छु। जस्तो त्यही चिज नै हो वास्तवमा। हामीले त्यो होल्ड चाहिँ गर्छौँ होइन। तर हामीलाई जहिले पनि मार्केटले म घट्दैछु भनेर केही न केही सिम्बल चाहिँ दिएको हुन्छ क्या। तर हामी त्यो सिम्बल हेरिदिन्नौँ क्या, समस्या त्यहाँ भयो क्या। त्यही सिम्बलहरू हेर्न म सिकाउँछु तपाईँहरूलाई, नाचिदिनुहोस् है। बुझ्नुभयो? तपाईँले भनेको मैले हुन्छ। कुरा ठ्याक्कै बुझेँ। कहिलेकाहीँ त हो सर, तर कहिलेकाहीँ होल्ड गरेर बस्छु घटिरहेको हुन्छ, अनि फेरि बढ्दै बढ्दैन भन्नुभएको हो कि नै?
हो कि नै? अँ, ठिक छ, त्यो मैले अरू बुझेँ। खास खास के हुन्छ भन्दाखेरि हामीलाई एउटा अब जस्तो आज एकै दिन भर्खर त हामी 20-25 मिनट त केही ज्ञान दियौँ नि तपाईँलाई, धेरै पनि दिएको छैन नि त होइन। अब 20-25 मिनटमा अहिले सानो सानो कन्सेप्टबाट सुरु गरेको। जस्तो हाम्रो ट्रेनिङमा बेसिक कुरा पनि हुनु पर्यो, अलिअलि बेसिक कुरादेखि गर्नु पर्यो, अनि अरू अरू एडभान्स कुरा त गर्दै जाँदा आउँदै जान्छ। अहिलेसम्मको कुराहरू बुझ्नुभयो सरले? सबै बुझेँ कि, भने तर मैले तपाईँले भनेको कुरा मैले बुझेँ सर। मैले खास म्युट गर्न मिल्ने दिएको चाहिँ खासमा तपाईँहरूको कुरा सबै आउँछ, तर तपाईँलाई अब नलेज बढ्दै जान्छ। तपाईँले अहिलेसम्म किन्दा तपाईँहरूले धेरैजनाले घट्दाखेरि किन्नु भएको छ। अब सरले भनेको कुरा मैले बुझेँ कि सरले भनेको यहाँनिर मैले होल्ड गरेर राखेँ सर, होल्ड गर्दा गर्दै यो घट्यो यहाँसम्म पुग्छ अनि म होल्ड गरेर बस्छु अनि मलाई घाटा हुन्छ भन्ने कुरा पनि हुन्छ कि धेरैजना साथीहरूमा, होइन? त्यो त्यो त्यही चिजलाई नै गर्नलाई त हामी आएको नि त यहाँ। यहाँ चाहिँ हामीले यो एउटा कुरा जस्तो अब यहाँ ट्रेन्ड चेन्ज गरेको कुरा हामीले देखेको हुँदैनौँ कि खासमा आँखाले। त्यो चिज देखेपछि त बुझिन्छ, त्यो भइहाल्छ है त। होइन, सरको कुरा मैले बुझेँ। अहिले भर्खर त्यतातिर हामी गइयो भने फेरि कन्फ्युजन होला भनेर मैले अलिअलि कुरा मात्र भनेको तपाईँलाई। अब यही कुरालाई अब हामी रियल डाटामा जाउँ है साथीहरू। रियल हुन्छ। डाटामा रियल डाटामा जानुभन्दा पहिला हामी एउटा साइटमा जान्छौँ जसलाई हामी सेयर संसार भन्छौँ है सरहरू। सेयर संसार .com/live-trading साइटको नाम याद गरौँ है। के हो साइटको नाम? सेयर संसार .com/live-trading। अब यो साइटमा गएर हामीले के गर्छौँ भन्दाखेरि यो साइटमा गएर हामीले सकेसम्म आज दिनभरिमा कुन कुन स्टकमा मुभमेन्ट आएको थियो भनेर हेर्नलाई हामी यो स्टकहरू यहाँबाट हामी हेर्छौँ। मुभमेन्ट भनेको बुझ्नुहुन्छ सरहरू, म्यामहरू? मुभमेन्ट भनेको बुझ्नुहुन्छ? कसमा मान्छेको इन्ट्रेस्ट थियो, के थियो गरे? इन्ट्रेस्ट। किन तपाईँले बिजनेस, हामी सबैले बिजनेस त वर्ड त सुनेछ, बिजनेस गर्दाखेरि कस्तो खालको बिजनेस राम्रो हुन्छ सर म्यामहरू भन्नुहोस् त? भिडभाड भएको बिजनेस राम्रो हुन्छ कि भिडभाड नभएको बिजनेस राम्रो हुन्छ? दोकान गर्ने हो भने भिड भएको ठाउँमा दोकान गर्ने कि भिड नभएको ठाउँमा दोकान गर्ने? भिड भएको ठाउँमा। हो। भिड भएको ठाउँमा तर गर्ने नि। भिड भएको ठाउँमा कम्पिटिसन पनि हुन्छ, कम्पिटिसनमा हाम्रो बिजनेस डुब्न पनि सक्छ, होइन र? दुइटै केस छ नि त, होइन? हो कि नै? तर बिजनेस गर्नलाई चाहिँ के चाहियो? भोल्युम चाहियो। के चाहियो गरे? बोल्यो। भोल्युम। भोल्युम भनेको जुन चिजमा मान्छेको इन्ट्रेस्ट हुन्छ हामीले त्यही चिजको प्रोडक्टहरू बाई सेल गर्न सक्यो भने फाइदा हुन्छ, एउटा एङ्गलबाट है। अहिले एउटा एङ्गल भनेको मैले दुईवटा एङ्गल होइन, एउटा एङ्गल। अहिले म एउटा एङ्गल बोल्दैछु, दुईवटा एङ्गल जब बोल्छु तब म फेरि बोलौँला। आज फर्स्ट दिनमा मैले एउटा एङ्गल भयो। अब यो जुन तपाईँले देख्नु भएको छ यो आजको मार्केटको अवस्था हो, आज हाम्रो स्टक्सहरूको पोजिसनहरू यहाँ छ भने मतलब यो एटिबिएल भन्ने स्टक हो, यसको आज यतिमा क्लोज भएको थियो। एलटिपी भनेको यतिमा आज क्लोज भएको थियो। प्रिभियस क्लोज भनेको हिजो चाहिँ यतिमा क्लोज भएको थियो। हिजो जतिमा क्लोज भएको थियो, हिजो जतिमा क्लोज भएको थियो त्यसमा के हुन्छ भन्दाखेरि हिजो जतिमा क्लोज भएको थियो आज ओपन हुँदाखेरि त्यतिमै ओपन हुनुपर्छ भन्ने रुल्स चाहिँ हुँदैन है। रुल्स चाहिँ के हुन्छ भन्दाखेरि हिजो जतिमा क्लोज भएको थियो त्यसको 2% अप या 2% लोमा ओपन हुन सकिन्छ। 2% अप या 2% लोमा ओपन हुन मिल्छ। भनेको हिजोको क्लोजिङ प्राइस आजको ओपन प्राइस भन्ने हुँदैन। भने ओपन 325मा भएको थियो, क्लोज कतिमा भएको थियो त भन्दा एलटिपी हो। ल ओपन र क्लोजमा के देख्नु छ? कस्तो क्यान्डल बन्नुपर्छ आज? हरियो कि रातो? ओपन र क्लोजलाई कम्पेयर गर्दा क्यान्डल रातो बनेको देखिन्छ कि हरियो बनेको हुनुपर्छ? हरियो। रातो बनेको हुनुपर्छ। अघि त्यत्रो सिकाएको होइन, ओपन भन्दा क्लोजिङ प्राइस कम भयो भने रातो बन्छ भनेको कि हरियो बन्छ भनेर सिकाएको तपाईँहरूलाई? के भन्छ साथीहरू? रातो भन्छ। के भन्छ गरे? फेरि साथीहरूलाई लाग्यो होला फेरि यहाँ त सर हरियो देखाएको छ त, यहाँ त हरियो देखाएको छ भनेको हिजोको 320को कम्पेरिजन गर्दा त आज बढेको हो, हिजोको हिसाबले सोद्धा त आज बढेको हो, त्यही भएर यसमा हरियो देखियो। तर आजको क्यान्डलको कुरा गरेछु नि मैले, क्यान्डलको कुरा गर्नु चाहिँ क्यान्डल कस्तो बन्नु पर्यो? रातो कि हरियो? रातो भन्नु रातो। अब यो रातो बन्यो भनेर हामीले यहाँ थ्योरिटिकल कुरा बोल्दा भएन, यसको क्यान्डल एकचोटि चेक गरौँ है त। अब ठिक छ, क्यान्डल चेक गर्नलाई हामी अर्को साइटमा, भर्खर हामी कुन साइटमा थियौँ? नेपाल सेयर संसार .com-मा। अब यो एडिबिएलको क्यान्डल हेर्नलाई हामी कहाँ जान्छौँ भन्दा यहाँ गएर हामी नेप्से अल्फा भन्ने साइट ओपन गर्छौँ है। नेप्से अल्फा ध्यान दिनुहोस् है। अब
टिप्नुपर्ने कुरा केही हुँदैन, केही टिप्नु पर्दैन, कपीमा केही लेख्नु पर्दैन। एकछिनमा भिडियो पनि आउँछ तपाईँहरूलाई, क्लासको भिडियो मजाले रिभाइज गरेर हेरेर नोट्सहरू आफ्नो तालले बनाउनु पनि मिल्छ। अनि पेमेन्ट गरेका साथीहरूलाई नोट्स आइहाल्छ, जिमेलमा आउँछ तपाईँहरूको है, नोट्सहरू भिडियोजहरू एभ्रिथिङ आउँछ। त्यो भएर त्यसरी चाहिँ जान्छ। अहिले मैले एकछिनमा हाम्रो कोर्सको कन्टेन्टहरू के छ त्यो पनि भन्छु। तर मैले तपाईँहरूसँग पहिले कोर्समा किन गएँ भन्दाखेरि हामी कसरी दिइरहेको छौँ म्याटरहरू तपाईँले बुझ्नुहुन्छ कि नै भन्ने कुरालाई हामीले यसरी दिएछौँ है। सो यसको लागि नेप्से अल्फा साइटमा गइयो, त्योमा गइसकेपछि हामीहरू अर्को साइटमा जान्छौँ। यहाँ ओपन हुन्छ, के ओपन हुन्छ भन्दाखेरि अब हाम्रो पेज ओपन हुन्छ है। अब यहाँ पेजमा तपाईँको के जाने भयो भन्दाखेरि अल्फा चार्ट्समा जाएर टेक्निकल एनालाइसिस चार्टमा जाने, बुझ्नुभयो नि, टेक्निकल एनालाइसिस चार्टमा जाने। यहाँ गइसकेपछि अब हामीले कुन स्टकको नाम के थियो साथीहरू? एडिबिएल। एडिबिएल थियो भने अब यहाँ केही गर्न छैन, यो अब चार्ट ओपन हुन्छ। चार्ट ओपन भइसकेपछि तपाईँले यहाँनिर गएर तपाईँले एडिबिएल टाइप गर्नु पर्यो है त। टाइप गरेपछि अब सबसे लास्टमा देख्नुभयो, लास्टमा एउटा क्यान्डल देख्नुभयो कि देख्नु भएन? देख्नुभयो क्यान्डल? हजुर हो, रेड यो क्यान्डल। यो क्यान्डल रेड क्यान्डल हो होइन? बन्यो कि हजुर न रेड क्यान्डल? ल रेड रेड बन्यो कि क्यान्डल हो भनेपछि अब यो सबै क्यान्डलहरू कसरी बनेका हुन् भन्ने कुरा बुझ्नुभयो सबैजना साथीहरूले? भनेको एक दिनको एउटा क्यान्डल हो यो। यो आजको क्यान्डल, यो हिजोको क्यान्डल, यो त्योभन्दा पहिलाको क्यान्डल, यो त्योभन्दा पहिलाको क्यान्डल। ठिक छ, कुरा बुझ्नुभयो? बुझ्नुभयो सबैजना साथीहरूले? सो यसरी क्यान्डल्सहरू बन्दो रहेछ कुनै पनि स्टकको। ल ओके, म यता फेरि यो साइडमा फेरि पनि आएँ। ल अब साथीहरूलाई मैले भने यहाँ भएको डाटालाई हेरेर क्यान्डल कसरी बन्छ भन्ने कुराको अनुमान भयो सबैजना साथीहरूलाई? भयो। भयो, किनभने बिस्तारै बिस्तारै बुझ्ने है साथीहरू। हेर्नुहोस् है, कतिजना साथीलाई अब एकदम एडभान्स कुरा भन्ने होला होइन, एडभान्स कुरा छ तर सामान्य क्यान्डलै नआएका साथीलाई त हामी हेल्प गर्नु पर्यो भन्ने चाहिँ हामी बिस्तारै जाँदैछौँ है साथीहरू सबैजनालाई। त्यो त तपाईँ नातिनु होला, हामी हेल्प गरिहाल्छौँ साथीहरूलाई सबैजनालाई भन्दै म फेरि अगाडि बढ्न चाहेँ है त। अब सबभन्दा पहिला यो भल्युम भनेको के हो भन्दाखेरि यो भल्युम भनेको मान्छेको भिडभाड। भिडभाड भनेको बाई र सेलको नम्बर के, कतिवटा किता सेयर किनबेच भयो। यदि भल्युममा 2.5 के देख्नुभयो भने के बुझ्ने हो त? 2.5 के को मतलब के हो त? 2500 2500 किता सेयर किन्ने काम पनि भयो, बेच्ने काम पनि भयो। भनेको 5000 होइन, फेरि 2500 को अर्थ 2500 केयर किनबेच भएको, बुझ्नुभयो नि? फेरि बाई भनेको मात्र होइन, सेल भनेको मात्र होइन। तर यो त्यसलाई त्यहाँ के फरक पर्छ भन्दा बायर हाबी भए, बायर हाबी भयो, बायर भनेको डिमान्ड हाबी भयो भने ग्रिन क्यान्डल बन्छ, बुझ्नुभयो नि? ग्रिन क्यान्डल बन्छ। तर सेलर हाबी भयो भने कुन क्यान्डल बन्छ त? रेड क्यान्डल। भनेको त सेल गर्ने मान्छेलाई बेच्न मन लाग्यो भने रातो क्यान्डल बन्छ। तर किन्ने मान्छेलाई म किने गर्छु, जतिमा पनि किन्छु, अब मार्केट एकदम माथि पुग्छ जस्तो लाग्यो भने मान्छेले महँगोमा पनि किन्छ, हो कि नै? तपाईँ हामीले पनि यस्तो गर्छौँ नि, याद गर्नुहोस्। बजारमा 200 रुपियाँमा फुल पाइएछ, तपाईँलाई पहिल्यै थाहा छ भोलि 400 पुग्छ जस्तो लाग्यो भने तपाईँले आज 200मा किन्नुहुन्छ कि किन्नुहुन्न? किन्नुहुन्छ नि त, किनभने पुग्छ जस्तो लाग्नु पऱ्यो क्या तपाईँलाई, हो कि होइन? तर तपाईँलाई भएन भोलि अझै घट्छ जस्तो छ अब भन्ने भयो भने तपाईँले 200मा किन्नुहुन्छ कि तपाईँले 180मा पाए हुन्थ्यो, 150मा पाए हुन्थ्यो भन्नुहुन्छ? भन्नु त ल, सिम्पल कुरा। भोलि बढ्छ जस्तो तपाईँलाई लाग्यो भने तपाईँले बढीमा किन्न खोज्नुहुन्छ अनि मार्केट बढ्छ होइन। तपाईँले भोलि सस्तोमा पाइन्छ जस्तो लाग्यो भने मार्केट घट्छ। भनेपछि ग्रिन क्यान्डल किन बन्छ? बायरको हाबी भयो भने, बायर्स हाबी भयो भने ग्रिन क्यान्डल बन्छ, सेलर हाबी हुन लाग्यो भने रेड क्यान्डल बन्छ। यति कन्फर्म बुझ्नु पऱ्यो है त। अब आयो कुरा, तपाईँले सेयर किन्नलाई त कुन किन्ने कुन बेच्ने भनेर त सोच्नु त पऱ्यो नि फ्युचरमा, हो कि होइन? अनि कुन किन्ने त भन्दा त्यसको लागि सिम्पल पहिलो रुल्स भनेको, आज चाहिँ हामीले पहिलो रुल्स भनेको तपाईँलाई एउटा कुरा सिकायौँ। रुल्स नम्बर 1 के छ त भन्दाखेरि तपाईँलाई स्टक फाइन्ड गर्न छ भने, राम्रो स्टक फाइन्ड गर्न छ, रुल्स नम्बर 1 इज त्यस्तो खालको स्टक खोज्नु जसमा भल्युम धेरै आछ, बुझ्नुभयो नि? भल्युम भनेको के हो? मान्छेको इन्ट्रेस्ट धेरै आछ। अब यत्रो 300वटा स्टकमा कुनमा भल्युम आछ भनेर खोज्नु पऱ्यो कि परेन साथीहरू? भन्नुहोस् त, पऱ्यो नि होइन? पऱ्यो। अब कसरी खोज्ने त भन्दाखेरि सिम्पल फन्डा। ओके, एकदम बोल्नु होला है साथीहरू, बोल्न मैले दिएछु अहिले चाहिँ है। साउन्ड सर, साउन्ड आएन भन्नु, साउन्ड नआएको हो र? आज कसैको साउन्ड आएन भन्ने आयो एउटा। कम्युनिकेसन चाहिँ साथीहरू गर्नु है मसँग है। मेरो बानी फेरि म कम्युनिकेसन गर्न रुचाउँछु सबैजना साथीहरूसँग। मलाई किप क्वाइट भनेर हेलो पढाउन मन छैन। तर तपाईँहरू किप क्वाइट आफै हेलो सर। हुनुपर्छ भन्ने चाहिँ लाग्यो है। हेलो ल हेलो सर। ल, कता बोल्नु भएको छ? को बोल्नु भएको यस्तो? नमस्कार उता भन्नुभएको यता हो, थाहै पाइएन हो।
हेलो हेलो सर। हजुर हजुर सुजनजी। ल के अरे लास्ट टाइम एसवाई पेनलको आएको थियो नि। उम्, मैले बुझेँ कुरा बुझेँ मैले बुझेँ मैले तपाईँको कुरा लिएँ एकछिनमा लिएँ ल ठिक छ अहिले यो टपिकलाई मारेर तपाईँको लिउँला एकछिन है सर अहिले लियो भने फेरि कन्फ्युज हुन्छ है सर यसलाई पहिला भ्याउँ न ल ओके अब आयो कुरा भिड लागेको स्टक कसरी पत्ता लगाउने भन्दाखेरि यो भोल्युममा जाने भोल्युममा गएपछि यहाँ तपाईँले क्लिक गर्ने अनि यहाँ तपाईँको सबसे भिड आज कुन स्टकमा भिड लागेको थियो देख्नुभयो कुन स्टकमा भिड लागेको थियो कुन स्टकमा भिड लागेको थियो साथीहरू कुन स्टकमा बरुणमा भिड लागेको वरुण थियो हो बरुणमा शिवममा पनि भिड लागेको थियो एनजिपिएलमा पनि भिड लागेको थियो त्यो भिड लाग्यो भन्दैमा किन्ने होइन फेरि तर भिड केमा लागेको थियो मान्छेलाई केमा इन्ट्रेस्ट थियो त्यो त बुझ्नु जरुरी छ नि त छैन त स्टक मार्केटमा तपाईँले स्टक सेलेक्ट गर्दा यो तरिकाले अप्नाउँदा जस्तो मानव पहिला सुरुमा बरुण आयो बरुण टाइप गर्ने हेर्नुहोस् है ध्यानले हेर्नुहोस् है सबैजनाले बरुण किन्नलाई यहाँ हामीले एउटा क्यान्डल बनाएको छौँ होइन बरुण किन्नको लागि यो पोइन्ट कस्तो कस्तो पोइन्ट ठिक हुन्थ्यो मैले तपाईँलाई मैले अलिकति आइडिया दिन्छु साथीहरूलाई किनभने एउटा मात्र टेक्निक छैन है साथीहरू यहाँ धेरै टेक्निक छ अघि सिकाएको जस्तो यहाँबाट मार्केट घटेको देख्नु भएको छ देख्नु भएको छ देख्नु यहाँ हजुर हेर्नुहोस् यो हरियो बन्यो यसले यसलाई जित्न त जित्यो होइन एकै दिनमा जित्यो एकै दिनमा जित्नु पनि हानिकारक हुन्छ त्यही भएर यसलाई हामीले नेग्लेक्ट गर्यौँ एकछिनलाई यो दुईवटा क्यान्डललाई हामी नेग्लेक्टै गर्छौँ एकछिनलाई जस्तो यहाँबाट सेयर घट्यो 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 यहाँनिर पनि किन्नुलाई अहिले सिकाएको कन्सेप्ट अनुसार तपाईँलाई यहाँ किनौँ जस्तो हुन्थ्यो होइन अहिले सिकाएको थोरै कन्सेप्ट अनुसार यहाँ किन्नु ठिक छ तपाईँले किन्नुभयो तपाईँले यहाँनिर किनेको सेयरमा यदि यहाँनिर तपाईँले सेयर किन्नु भएको भए कुनै पनि प्राइसमा किन्नु भएको तपाईँले यहाँनिर बेच्दा त प्रफिट हुन्छ नि यो त मान्नुहुन्छ नि साथीहरू होइन यहाँ किन्यो भने यहाँ प्रफिट हुन्थ्यो तर घट्दो क्रममा किन्न हुँदो रहेछ त यो घट्दो क्रम है हेर्नुहोस् क्रम दुईवटा हुन्छ एउटा घट्दो क्रम हुन्छ एउटा बढ्दो क्रम हुन्छ अब त्यो हामी बिस्तारै बताउँला त्यसलाई पनि बताउँला साथीहरूलाई जहिले पनि सेयर घट्दो क्रममा छ भने घट्दो क्रममा छ भने कसरी घट्छ ध्यान दिनुहोस् है ध्यान साथीहरू जस्तो घट्दाखेरि तपाईँको सेयर कसरी घट्छ भन्दा यसरी घट्छ क्या बुझ्नुभयो नि बुझ्नुभयो कसरी घट्छ यसरी घट्छ यो घट्दो क्रममा कहिले पनि सेयर किन्न हुँदैन है के गर्न हुँदैन अरे घट्दो क्रममा सेयर किन्न हुन्छ कि हुँदैन हुँदैन तर तपाईँहरूमध्ये हामीमध्ये यहाँ धेरै साथीहरू जति पनि हुनुहुन्छ सबैजनाले घट्दो क्रममा सेयर किन्नु भएको छ मलाई थाहा छ धेरैजना साथीहरूले हजुर सोध्ने भने अलिक भेटिन्छ ठ्याक्कै भेटिन्छ जहिले पनि सेयर किन्ने भनेको बढ्दो क्रममा हुँदा किन्ने हो कि खासमा रुल्स त्यो हो यहाँनिर घट्दो क्रम कुन हो बढ्दो क्रम कुन हो मलाई ठ्याक्क भन्नु देखिन्छ आँखाले देखिन्छ ठ्याक्कै घट्दो क्रम र बढ्दो क्रम आँखाले देखिन्छ कि तपाईँको आँखाले साथीहरू देखिन्छ 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 हो भनेपछि यो घट्दो क्रम हो 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 बिस्तारै बढ्दो क्रम सुरु भयो कि भएन भयो भयो भनेपछि बढ्दो क्रम यहाँबाट सुरु हुने बेलामा तपाईँले यो पोइन्टमा या यो पोइन्टमा किनेको भए ठिक मानिन्छ यो स्टेपलाई यो पोइन्टमा किन्नुलाई ठिक मान्ने कि नमान्ने यो पोइन्टलाई किन मान्ने मलाई रिजन भन्नुहोस् हो लख अघि सिकाएको कन्सेप्ट हुन्छ है यो पोइन्ट ठिक हो हो सर किन ठिक हो भन्दाखेरि मैले ऐको कुरा भन्छु ऐको कुरा जोडेँ पहिलो कुरा यो त कपे कसको घरबाट आवाज आएको छ त्यसलाई यसो म्युट गर्नु पऱ्यो कसको थियो है त्यसलाई यसो म्युट गरौँ साथीहरू जसकोमा आएको छ त्यो आफूलाई थाहा भइहाल्छ तपाईँहरूलाई अब यो पोइन्टमा तपाईँले मानव 318मा सेयर किनेको यो पोइन्टमा तपाईँले किन किन्नुभयो कारण भन्नुहोस् पहिलो कुरा यो घट्दो क्रममा थियो कि बढ्दो क्रममा थियो घट्दो अहिले सर क्रममा बढ्दो क्रममा यस घट्दोबाट बढ्दोमा यस अघि पनि मैले त्यही कुरा भने तपाईँलाई घट्दोबाट बढ्दो क्रममा आएछ अनि ठ्याक्क क्यान्डलले यहाँ बाई सिग्नल दिएछ भनेपछि मैले यहाँ किन्न मिल्यो कि मिलेन किन्न मिल्यो ल मलाई भन्नुहोस् हामीले सेयर किनेपछि कति दिनपछि बेच्न मिल्छ थाहा छ नि साथीहरूलाई 3 दिनपछि बेच्न मिल्छ होइन 3 कति दिन दिनपछि 3 दिन सेयर किनेको 3 दिनपछि बेच्न मिल्छ भने तपाईँले 318मा मानव धेरै होइन तपाईँले 200 किता सेयर किन्नुभयो 200 किता सेयर किन्ने खर्च भयो कि भएन कति खर्च भयो 31,800 रुपियाँ खर्च 31,000 त भयो नि त खर्च त भयो नि त पैसा त होइन र अब यो हो 31,800 खर्च गरेपछि तेस्रो दिन एक दिन 2 दिन 3 दिन यहाँनिर हामीले यो सेयरलाई कति पुग्दाखेरि बेच्दिन मिल्थ्यो कि मिल्थेन अब धेरै कुरा नसोचौँ कहाँ घट्यो किन घट्छ भन्ने कुरा त अहिले बताउँदा 318मा किनेका साथीले 342मा 3 दिनमा सेयर बेचे हुन्छ कि हुन्न फाइदा हुन्छ कि हुन्न सिम्पल कुरा भन्नु त हुन्छ फाइदा हुन्छ फाइदा पनि कति फाइदा हुन्छ भन्दाखेरि 34,200 भनेको मोटामोटी तपाईँको 4,000 यहाँ आयो 2,800 2,600 2,400 हो है 2,400 जस्तो लाग्छ कति हो 2,400 नै हो
मोटामोटी त्यही 2400 जस्तो लाग्छ मलाई, त्यही भएर 2400। अब सुन्नुहोस्, तपाईँको लगानी कति भएको, जम्मा सरी यहाँ मल्टिप्लाई बिग्रियो है, सरी है, यहाँ मल्टिप्लाई बिग्रियो एकछिन। 318 र 342 ग्याप भने कति छ, कति ग्याप भयो? अझै धेरै प्रफिट छ क्या त्यहाँ, थोरै भने मैले थोरै 22 ठ्याक्कै निकालिदिउँ भनेर। हुन त अरू पनि तरिकाहरू हुन्छ, जस्तो अब यसमा हेर्नु, अब यसमा तपाईँले 318मा किनेर 322मा 42मा बेच्दा फाइदा कति हुन्छ चेक गरौँ है त भर्खरै, चेक गरौँ। यसको लागि हामी कहाँ जान सक्छौँ भन्दाखेरि हामीसँग यो लाइभ ट्रेडिङमा जाँदाखेरि तपाईँको यहाँ टुल्स भन्ने छ है, टुल्समा सेयर क्यालकुलेटर भन्ने छ, त्यसमा गएर तपाईँले हेर्नुपर्छ। सेयर क्यालकुलेटरमा गएर हेरेपछि यहाँ चाहिँ तपाईँको एउटा पेज खुल्छ होइन, यो पेजमा तपाईँले के गर्नु पऱ्यो, हामीले कतिको सामानलाई कतिमा बेच्दा कति प्रफिट हुन्छ भन्ने निकालौँ है त, ठिक छ। कति किता सेयर हामीले बाईमा नजाने, यसलाई सेलमा जाउँ है, सेलमा जाउँ। कति किता किनेको हामीले 200 किता हो, कतिमा किनेको अघि थियो नि, कति 318 318 318मा किनियो, 318मा किनेर कतिमा बेचियो 342 342मा गर्दा यहाँ 5%मा 7.5% गर्नुपर्छ है, किनभने हजुर 1 वर्षभित्रै बेच्दा 7.5% ट्याक्स लाग्छ। भने कति प्रफिट भयो ल भन्नुहोस् त, ल मलाई भन्नुहोस्, यो राम्रो प्रफिट होइन त 4000 रुपियाँ। हजुर हो 3 दिनमा त्यति भन्दा धेरै तर डिसिजन राइट टाइममा लिए प्रफिट हुन्छ त फेरि, तर रङ टाइममा डिसिजन लियो भने त त्यो प्रफिट त हुँदैन, हुन्छ त हुँदैन हजुर हो। यही मिस्टेक हुन्छ धेरैजना साथीहरूको, कि तपाईँले डिसिजन त लिनुहुन्छ, उल्टो डिसिजन लिन सक्छन् भन्ने कुरा चाहिँ बुझ्नु पऱ्यो। बुझ्नुभयो? भनेपछि यति आउनु भनेको 4000 भनेको राम्रो प्रफिट त भइहाल्यो नि अभियसली। बस हामीले भर्खरै कुन टेक्निक अप्नायौँ, भर्खरै हामीले एउटा स्ट्राटेजी अप्नायौँ। हामीले कुन स्ट्राटेजी अप्नायौँ साथीहरू भन्नुहोस् त, एउटा हामीले के स्ट्राटेजी लगायौँ भर्खरै, वाट वाज आवर स्ट्राटेजी? हाम्रो स्ट्राटेजी के थियो? हामीले घट्दो क्रममा हेरेर जब बढ्दो क्रममा लागेको स्टक खोज्यौँ होइन, र त्यहाँ पनि हामीले कस्तो स्टक खोज्यौँ, कस्तो बनेको अरे सकेसम्म ग्रिन होइन, ग्रिनले जितेको, केलाई जितेको, रातोलाई जितेको। रेडलाई हजुर यहाँ पनि जितेछ क्या सर, यहाँ पनि जितेछ, तर यो घट्दो क्रममा छ नि त, अहिले बढ्दो क्रममा त आएको छैन नि त, त्यही भएर यहाँ हो जित्न सकेन के। हजुर हजुर भनेपछि घट्दो क्रममा आएर मात्र भएन, घट्दो क्रममा ग्रिन सिग्नल बने पनि घट्दो रहेछ कि खास चाहिँ, तर तर बढ्दो यो क्रम हजुर हजुर भन्नुहोस् त। भोलि नै कसरी यसरी जसरी एक दिन भन्नुभयो नि, एक दिनको क्यान्डल यो एक दिनको यो, अँ, अनि 3 दिनमा हामी बेचिन्छौँ अनि यहाँ त 2 दिनमै घटिहाल्यो। सपोज यहाँ कसैले यस्तो छ किन्यो होइन, भने अझै अझै कुरा बुझ्नु तपाईँले, होइन हामीले 3 दिनमा बेच्न सक्छौँ होइन, तर घट्यो भने त अर्को स्ट्राटेजी त लाउनलाई त हामीसँग अप्सन त छ नि त हजुर। जस्तो मैले यहाँ किनेँ भने त एक दिन 2 दिन 3 दिन यहाँ त बेच्न मिल्यो नि त, मिलेन? मिल्यो, त्यहाँ त मिल्यो नि, तपाईँले बेच्नु भएन, तपाईँमा लालच आयो, कहाँ जम्मा बेचेन। जाममा 30 रुपियाँमा बेच्छु र म त यहाँ 100 रुपियाँमा बेच्ने भनेर सोचेको भन्ने तपाईँको, त्यो त तपाईँको पर्सेप्सन त ठिक हो त, तर तपाईँले 30को लालच आउनु भनेको त फस्ने हो नि त फेरि। आखिर 30 रुपियाँ आएको थियो तपाईँलाई, 5-6 हजार रुपियाँ आइसकेको थियो, तपाईँले लोभ गर्नाले तपाईँको प्रफिट गुम्यो कि गुमेन, मलाई सिम्पल भन्नुहोस्। घुम्यो लोभले, तपाईँको लोभले गुम्यो हो नि त, तपाईँको स्ट्राटेजी गलत त होइन नि त, नाफा त भइसकेको थियो नि त हो। त्यहीँनिर बुझ्नुपर्छ। बिस्तारै म यो पनि सिकाउँछु कि बेच्ने कस्तो बेलामा, एक्जिट कसरी, त्यो त म सिकाउँछु तपाईँलाई। मैले एउटा सानो अघि अघि आज सिकाएको कुरालाई मैले युज मात्र गरेको कि यसरी पनि हुँदो रहेछ भन्ने होस् भन्नु हो कि खासमा, बुझ्नुभयो? अब तपाईँहरूले मलाई कुनै स्टक भन्नु, तपाईँले कुनै बेलामा किन्नु भएको, अनि हेरौँ त तपाईँले कहिले किन्नु भएको रहेछ, र एन्सर तपाईँहरूले दिने हो है फेरि। ल कुनै स्टक छ कोहीले किनेको, ठ्याक्क मलाई स्टकको नाम अनि भन्नु होला छिटो। सर मैले एचडिएल किनेको थिएँ ठ्याक्कै यो अघिल्लो हाम्रो यो डेमो क्लासमा हो अस्ति भर्खरै मात्रै। ल कुन ठाउँमा ठ्याक्कै, कुन पोइन्टमा? मैले 1108मा किनेको थिएँ। 1108मा किन्नुभयो भनेपछि ठ्याक्क पोइन्ट्स 1108 जतिको हजुर। यहाँ हो, यहाँ किन्नुभयो। अनि त्यो 1108मा किनेको स्टकमा प्रफिट पनि भइसकेको थियो, अहिले पनि प्रफिटमै छ हो। कुन पोइन्टमा किन्ने थियो सर भन्नुहोस् त, मैले त्यतिखेर किनेको थिएँ। अनि मोटामोटी याद छ? अहिले प्रफिटमै छ नि होइन र, प्रफिटमै छ। हजुर अहिले 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 प्रफिटमै गइरहेछ। ठिक छ, ठिक छ। त्यहाँ पुगेको छ। डेमो क्लास लिएको भरमै किन्नु भएको? डेमो क्लास लिएकै अघिल्लो दिन चाहिँ किनेको थिएँ। ठिक छ, त्यतिको डेमो क्लासले काम गरे हो तपाईँलाई त्यसो भए। अनि ठिक छ, ठिक त्यसपछि अझै त्यो क्लास लिएपछि अझै क्यान्डल अलिक हेरेर गर्नुपर्ने जस्तो चाहिँ लागेको थियो। अनि एक्ज्याक्ट त्यतिखेर चाहिँ मैले अब त्यो अलिकति 52 हप्ताको विकहरू
कति भएको थियो भनेर हेर्दाखेरि अनि अँ, हाईमा र लोमा लोमा हेर्दाखेरि अनि लगभग यो ए किन्ने बेलै भएको होला जस्तो लागेर अलिकति ट्राईको लागि किनेको थिएँ ठिक छ मैले। ठिक छ। अब यस्तो छ, तपाईँले किन्नु त भयो होइन, भोलिको दिनमा यदि भोलिको दिनमा यसमा भोल्युम कतिको छ भन्दा भोल्युम पनि राम्रै छ होइन र, अब भोलिको दिनमा नाफा त भइसकेछ तपाईँलाई होइन र, नाफा त भइसकेछ। तर यदि तपाईँले यसमा यस्तो खालको क्यान्डल देख्नुभयो भने, यस्तो खालको क्यान्डल देख्नुभयो भने यो भनेको एकदम खतरनाक क्यान्डल हुन्छ कि। अन्त क्यान्डलको बारेमा म भोलि पनि डिटेल्समा त बताउँछु आफ्नो ठाउँमा छ। र यो क्यान्डल तपाईँले देख्नु भने यो एकदम खतरनाक क्यान्डल हुन्छ। यो क्यान्डल हुँदा चाहिँ तपाईँले सोल्ड गर्नुपर्छ, यदि भोल्युम पनि आयो भने घट्ने प्रोबेबिलिटी हाई हुन्छ है। अब त्यो अब तपाईँले हेर्ने कुरा, हामी त हेर्दैनौँ, हामी त हेर्दैनौँ किनभने हामीले यो किनेकै छैनौँ, ढिलो भइसक्यो, यत्रो माथि पुगिसकेछ। तपाईँ राइट टाइममा किनेर अब राइट टाइममा बेच्नेमा आउनु भएको छ भन्ने कुरा है त। अँ, ओके ठिक छ, एकदम एकदम कुरा ठिक लाग्यो। जस्तो अब यही स्टकलाई हजुर, कुरा गर्नु पर्दाखेरि जस्तो जस्तो यही स्टक किन्ने भएको भए यो घट्दो क्रम हो कि नै, हो नि त होइन र, हो कहाँबाट बढ्दो क्रम भएछ, यहाँ त बढ्दो क्रम हुन सुरु गर्यो कि गएन, सुरु गरेको थाहा हुन्छ नि, क्लियर थाहा हुन्छ नि होइन, कि हुँदैन, हुन्छ होइन भने हो, यस्तो बढ्दो क्रममा किन्न सक्नुपर्छ स्टक्सहरू, अनि हामीलाई बेनिफिट हुन्छ भन्ने बुझ्नुपर्छ साथीहरू। ओके, अरू साथीहरू कसैले स्टकहरू कुन बेलामा किन्नु भएको थियो हेरौँ त एकचोटि कुन बेला किन्नु भएको छ। सर सर मैले एसएसएचएल एसपिआई हजुर हजुर, मैले एसपिआई एसएसएचएल एसएसएचएल होइन, एकदम सरलको कुरा हेरिहाल्छु म। कहिले किन्नु भएको थियो, मलाई किनेको डेट भन्नु पऱ्यो, तपाईँले कहिले किन्नु थाहा हुनु पऱ्यो मलाई, कहिले किन्नु भएको थियो, कतिमा किन्नु भएको थियो सर। 166 सर। ए तपाईँ त तलै किन्नु त, तपाईँ राम्रै ठाउँमा यहीँ किन्नु भयो, हजुर तपाईँले यहाँ किन्नुभयो अनि तपाईँको सेयर यहाँसम्म पुगेको थियो, तपाईँलाई लोभ लागेर तपाईँले बेच्नु भएन हो। हो भनेपछि तपाईँले 167मा किन्नु भएको थियो, 177 तपाईँको 177 तपाईँको कति दिनमा पुगेको थियो, 3 दिनमा पुगेको थियो हो कि नै, हो। हजुर तर त्यहाँ घट्ने सङ्केत आएको थियो, तपाईँले ख्याल गर्नु भएन, अहिले हामी भनौँला बिचमा फेरि। कति किता किन्नु भएको थियो, मैले धेरै त होइन सर 40-50 सम्म किनेको थिएँ 50 चालिस सम्म 40-50 किता किन्नु भएको थियो हो। हजुर अब म तपाईँलाई भन्छु है, तपाईँले सुन्नुहोस् है त, तपाईँले 50 किता सेयर किन्नुभयो है, तपाईँले 167मा किन्नुभयो, हजुर अनि तपाईँले त्यसलाई मानव 177मा बेच्नुभयो भने तपाईँलाई प्रफिट जम्मा 300 मात्र आएको थियो कि नै, 300 मात्र आएको थियो। हजुर तपाईँलाई 300 जम्मा 300 प्रफिट पनि के बुक गर्ने, बरु अलिकति 3-4 हजार भए बुक गर्न हुन्थ्यो भन्ने तपाईँलाई फिल भएको थियो हो कि नै, हो। हजुर त्यस्तो भएको थियो, तर त्यस्तो हुन सक्दैन किनभने तपाईँले जम्मा 50 किता सेयर किन्नु भएको थियो नि त। फेरि तपाईँले यही सेयर तपाईँले 500 किता किनेको भए के हुन्थ्यो त, तपाईँलाई 500 किता किनेको पैसा पनि त धेरै लगानी हुन्थ्यो कि हुन्थेन हेर्नु त, पैसा कति प्रफिट हुन्थ्यो। ल मलाई भन्नुहोस्, 4,000 भन्ने चाहिँ देखिन्थ्यो किन प्रफिट, हजुर तपाईँलाई 4,000 रुपियाँ नाफा भएको भए तपाईँले त्यो 4,000लाई तपाईँले युज गरेर त्यो 4,000लाई तपाईँले उपभोग गर्न सक्नुहुन्थ्यो कि नै। सकिन्थ्यो भनेपछि सर तपाईँलाई नाफा त भएको हो, तर तपाईँले 50 किता मात्र किनेर यदि यही सेयर किनेको भए तपाईँलाई नाफा भयो भने त त्यो नाफा त तपाईँले नाफालाई युज गर्न सक्नुभयो त। होइन भनेपछि सर हामीले सेयर मार्केटमा ट्रेडिङ गर्दा या किनबेच गर्दाखेरि हामीले कहिले पनि कम्तीमा पनि भनिरहेको छु, कम्तीमा पनि तपाईँले मिनिमम 30,000सम्मको सेयर एकचोटिमा किन्नुपर्छ, कम्तीमा पनि। त्यो 5,000 रुपियाँको सेयर 4,000 रुपियाँको सेयर किन्नुभयो भने तपाईँलाई के घाटा हुन्छ भन्दाखेरि म सरले अघि सोधेको र भनिहालेँ। जस्तो एउटा इक्जाम्पल दिन्छु मैले तपाईँलाई, तपाईँसँग मानव एउटा इक्जाम्पल, तपाईँसँग सरले किनेकै कुराहरू पनि भर्खरै सरले 50 किता 167मा किन्नुभयो भनेपछि सरलाई कति पैसा लगानी भयो भन्दा यहाँ बाईमा जानुपर्छ, सरलाई मानव 8,000 लगानी भयो हो कि नै, 8,000 त पैसा त लगाउनु भएको हो नि त उहाँले पनि होइन सर, हजुर 8,000 लगाउनु भएको। अब के भयो भन्दाखेरि तपाईँले 8,000 लगानी गर्नुभयो, अनि तपाईँले भनेको स्टक भने जस्तो प्राइसमा पनि बढ्यो, मतलब 177 पुग्यो, तर तपाईँलाई यहाँ 10 रुपियाँ बढ्दाखेरि पनि त 10 रुपियाँमा त ट्याक्सहरू पनि त काट्छ नि त। तपाईँलाई 300 मात्र आउँदा तपाईँलाई के भयो त, 300 मात्र आउँदा तपाईँलाई पैसा आयो जस्तो त भएन नि त, भयो त सर, भएन नि त। भनेपछि हामीले किनेपछि त पैसा आउने जाने हुँदा त राम्रो पैसा आउनु पऱ्यो नि त भन्न खोजेको मैले तपाईँलाई, बुझ्नुभयो। भने अब तपाईँहरूले कहिले पनि सेयर किनबेच गर्दै हुनुहुन्छ भने कम्तीमा पनि 30,000सम्मको किन्ने खोज्नु पऱ्यो कि। किन भन्दाखेरि त्यो आवाज आछ कसैकोतिर, यसो म्युट गरौँ है साथीहरू। अब सुन्नुहोस्, जस्तो एउटा इक्जाम्पल दिएँ म तपाईँलाई। जस्तो मैले 100 किता सेयर किनेँ, 300मा किनेँ, 300मा किनेको चिज 340 पुग्नु भनेको राम्रो हो कि नराम्रो हो साथीहरू, राम्रो हो। त्यो त राम्रो हो नि, एकदम राम्रो स्टक छानेको नि। अब 340 पुग्दा प्रफिट कति भयो यहाँ त, कति प्रफिट भयो, 3500।
ल मलाई 3500 भन्ने प्रफिटलाई तपाईँले इन्जोय गर्न सक्नुहुन्छ 3500लाई। जस्तो साथीलाई बोलाएर नास्ता खुवाउन सक्यो, नाफा भयो आऊ भनेर खुवाउन सकिन्छ। आफ्नो लागि केही चिज किन्न पनि सकिन्छ, सामान्य कुराहरू सकिन्छ कि सकिन्न? सकिन्छ होइन। तर यही सेयर 10 किता भएको भए नि, फेरि 10 किता भएको भए के हुन्छ त? कति प्रफिट भयो जम्मा? 300 रुपियाँ। यो 300 रुपियाँलाई तपाईँले सेलिब्रेट गर्न सक्नुहुन्छ? सक्नुहुन्छ साथीहरू कि नै? सक्दैन। भनेपछि सकिँदैन। जब नाफा सेलिब्रेटै हुन्न भने त त्यो नाफाको अर्थ हुन्छ त? जब जितको तपाईँले खुसी मनाउन पाउनु, अनि तपाईँलाई मानौँ 300 रुपियाँको सेयर 300 नभएर 280 भयो भने फाइदा भयो कि घाटा भयो? ल 270 घाटा हो। घाटा भयो होइन। 100 किता किने भए कति घाटा हुन्थ्यो? 100 किता किने भए तीन हजार 200 2500 सर अब घटै भयो। 3200 घाटा हुँदा त अलिकति राति सुत्दा पनि यो याद आउँछ पैसा, हो कि नै? हो कि नै? तर यदि यही 10 किता भएको भए खासै 300 हुँदैन त। 400 रुपियाँमा के हुन्छ र त्यो त म खाएर उडाइदिन्छु भन्ने फिल हुन्छ नि त मान्छेलाई, होइन? भनेपछि अबदेखि तपाईँले सेयरमा किनबेच गर्नु मन लाग्यो भने के अब 10,000 रुपियाँ 5,000 रुपियाँले कि सेयर किन्ने कि एटलिस्ट 30,000को किन्ने, एटलिस्ट कम्तीमा? 30 above। छैन भने त्यति पैसा जम्मा गर्ने, राख्ने। फेरि सोच्नु होला, फेरि सर मसँग त 1 रुपियाँ पनि छैन, यो ट्रेडिङ नसिके भइहाल्यो नि, किन सिकाउँ भन्ने पनि लाग्यो होला। अनि तपाईँलाई के गर्न हुन्छ के गर्न हुन्न बुझेपछि बल्ल पो तपाईँले पैसा हाल्ने हो त, होइन र? हो पैसा हाल्ने। यहाँ त हामीसँग साथीहरू कहिलेकाहीँ आउनुहुन्छ, सर मेरो 4 लाख रुपियाँ डुब्यो, अस्ति गलत ठाउँमा किनेको थिएँ, अब 4 लाखबाट मेरो लगभग 3.5 लाख भइसक्यो, अब म सिकेर बल्ल गर्छु भन्नुहुन्छ क्या साथीहरू कोही कोही। भनेपछि 50,000 डुबाएर बल्ल सिक्नु त भएन नि त, पहिले बुझ्नु पऱ्यो नि त कन्सेप्टहरू, हो कि नै? सो हामीसँग भेट हुने भएर मैले तपाईँलाई त्यो इक्जाम्पल पनि दिएको। अब म सर र हजुरलाई सिलेबसतिर पनि जान्छु, कस्तो हुन्छ हाम्रो सिलेबस, हामी के कुराहरू दिन्छौँ भन्ने कुरा। आज हामी डेमो क्लास दिएको थियौँ। डेमो क्लास इज अल्सो द पार्ट अफ यर कोर्स है। डेमो क्लास पनि तपाईँको कोर्सकै पार्ट हो। डेमो क्लास भन्दैमा नयाँ चिज होइन, यसमा पनि हामीले केही कन्टेन्टहरू तपाईँलाई दियौँ। आज मैले सामान्य कुराहरू पनि बताएँ, सामान्यमा असामान्य कुराहरू पनि बताएँ। सायद साथीहरू सबैजनाले बुझ्नुभयो होला, होइन? जस्तो यसमा हामी तपाईँको प्याटर्न्सहरूको बारेमा, क्यान्डलस्टिक प्याटर्न्सहरू, अझै धेरै प्याटर्न्सहरू म सिकाएन, आज अलिअलि मात्र सिकाएको। सपोर्ट रेजिस्टेन्स आरएसआईको युजहरू, ट्रेन्डहरूको बारेमा अलिअलि ट्रेन्डको कुरा पनि अलिअलि बोलेको थिएँ आज, धेरै त बोलेको थिएन। टुल्सहरू, नेप्सी अल्फा, सेयर अप कसरी चलाउने, डिभिडेन्टहरू कस्तो हुन्छ, हामी डिभिडेन्ट भनेर कसरी फस्छौँ पैसा, त्यो चिजको बारेमा, फन्डामेन्टल एनालाइसिसहरूको बारेमा, विभिन्न मोबाइल एप्लिकेसनहरू युज गरेर कसरी किनबेच गर्ने, टिएमएसहरू चलाउने तरिका पनि छ। त्यो एक दिनको क्लास हामीले यो पनि राखेको छौँ। कतिजना साथीलाई आउँछ होला, कतिलाई नआउनु पनि सक्छ, हामी त सबैलाई समेट्नु पर्यो भने यो पनि पाठ राखेको छौँ। त्यसपछि डाउ थ्योरीको बारेमा पनि हामी राखेको छौँ। बोलिन्जर ब्यान्ड युज गर्ने तरिकाहरू, इएमए युज गर्ने तरिका, पेपर ट्रेडिङ, जस्तो हामीले रियलमा किन्नुभन्दा पहिला हामीले पेपरमा किनबेच गर्नुपर्छ, त्यो कसरी किन्ने भन्ने कुरा पनि म तपाईँलाई सिकाउँछु। त्यसपछि तपाईँले मार्केट डेयर फ्लोरसिटको बारेमा तपाईँले सुन्नुभएको छ, ब्रोकर एनालाइसिस भन्ने सुन्नुभयो होला, त्यसको बारेमा। ब्रोकर एनालाइसिस त खासै त्यति धेरै त यसलाई खासै धेरै त्यसमा फोकस भन्दा अरूमा फोकस दिएर यसमा अलिकति केही कुरा, यसको अर्थ के हो, ब्रोकर एनालाइसिसको अर्थ के हो र यो कसरी गर्न सकिन्छ भन्ने कुरा, इपिएसको कुरा, पी रेसियो, फिबोनाची रिट्रेसमेन्टको कुराहरू, यो सबै चिज हाम्रो कोर्स कन्टेन्टमा सबै चिज आउँछ। अब हजुरले आजको क्लास कस्तो लाग्यो साथीहरूलाई, हजुरले आफ्नो भ्युज दिनु होला है। के छ आजको क्लासमा केही छ सोध्नुपर्ने भने मैले सोध्नलाई फ्लोर ओपन गरेँ साथीहरूलाई। सर त्यो सर, हेलो हेलो सर, अनि के हो कि मैले भनेको कुराको बल्ल एन्सर। तपाईँको कुरा बल्ल मैले लिएँ एकदम सर, भन्नुहोस् त, म तपाईँको एन्सर पनि दिन्छु। अब जस्तै मैले र मेरो साथीले आइपिओ भर्यौँ होइन एसवाई पेनलको। उम्, मेरो साथीलाई पर्यो तर मलाई परेन, त्यो चाहिँ के को कारणले पर्यो? यस्तो किन तपाईँलाई पढेन भनेको? हजुर यस्तो छ, आइपिओ भनेको लकको खेल हो। आइपिओ भर्ने मान्छे 20-25जना गुनाले भर्छन् के। जस्तै एउटा सामान छ है, यो सामान मैले बेच्न लाग्छु, ठिक छ। अब किन्ने मान्छे 20जना छन्, बुझ्नुभयो नि? हजुर 20जना मध्ये एकजनाले मात्र पाउने हो। यसको लागि एउटा लकी ड्र जस्तो गराउने, जसले लकी ड्र पर्यो त्यसैले पायो। अब तपाईँलाई किन परेन, उसलाई किन पर्यो भने बुझ्नुभयो? अँ, बुझ्नुभयो नि? अब कुरा बुझ्नुभयो भने लकी ड्र जस्तै, उसलाई पर्यो तपाईँलाई परेन। उसलाई पर्यो भने अब उसलाई फाइदा हुन्छ, अब कति फाइदा हुन्छ, 4,000 5,000 6,000, त्यो त उसलाई फाइदा हुने बाटो भइहाल्यो। मैले तपाईँलाई आज आइपिओ कहिले बेच्ने भन्ने कुरा सिकाइदिउँ साथीहरू सबैजनालाई।
कतिजनालाई हुन्छ बन्दीपुर के हजुर गरौँ यो के गरौँ भन्ने भइरहेको छ नि त, मलाई थाहा छ नि त, है त। हजुर म हजुर त्यो सिकाइदिएँ, सिम्पल फन्डा, एउटा सिम्पल फर्मुला छ है, आइपिओ बेच्ने सिम्पल फन्डा म भन्छु है तपाईँलाई, फर्मुला बताउँछु है त। अब यो फर्मुला हो, फर्मुला भन्ने चिज कहिलेकाहीँ काम गर्छ, कहिलेकाहीँ काम गर्छ, तर म्याक्सिमम् टाइममा काम गर्नेलाई फर्मुला भनिन्छ है त। म्याक्सिमम टाइममा काम गर्छ है त। ओके, सुन्नु, आइपिओको एउटा एकदम फन्डा के छ भन्दाखेरि जब यहाँबाट मार्केट बढिरहेको हुन्छ तबसम्म ठिक छ, जब यो भल्युम हाई आउँछ, भल्युम हाई आउनु भनेको यहाँनिर तलपट्टि यो जुन ठुलो भन्छ, एकदम ठुलो भन्छ, या तपाईँले यहाँ भल्युम चाहिँ तपाईँको 1,00,000 भन्दा बढीको भल्युम आउँछ। कतिको भल्युम आउँछ अरे? 1,00,000 भन्दा माथिको भल्युम आउँछ भने र रातो क्यान्डल बन्छ भने अब यहाँदेखि प्राइस फल हुने चान्स हाई हुन्छ। यतिखेर किन्ने कि बेच्ने कि के गर्ने? बेच्ने। बेच्ने, सिम्पल फन्डा। अब बेच्ने। हेर, चेक गरौँ है त। यो क्रेस्ट भनेको नि एउटा आइपिओ हो। जब यहाँबाट बढ्दै, यहाँ साइडमा भल्युम आउँछ हेर्नुहोस् है साथीहरू, यहाँ भल्युम सर सर आउँछ 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 आउँछ, यहाँ आउँछ, यहाँ भल्युम हाई, भल्युम बढ्यो कि नै? अब यहाँ के गर्ने? किन्ने कि बेच्ने? यहाँ यहाँ बेच्दिनँ। सेल। बेच्दिने भ्याइयो। कसैको यो क्रेस्ट भन्ने आइपिओ परेको थियो यहाँ मध्ये साथी भने यसो भनौँ त, सुन्न मन लाग्यो कि कसैको थियो कि आइपिओ क्रेस्ट भन्ने, मेरो त बेचिसके। तपाईँहरूको कसैको थियो साथीहरू? थिएन? ल थिएन, ल कसैले सर थिएँ सर, थियो, बेच्नु भएको छैन है? छैन सर। ल त्यतिखेर बेचे भए तपाईँलाई 22,000 रुपियाँ आउँथ्यो सर है। आज बेच्नु हजुर भयो सर, भने, आज बेच्नु भयो भने तपाईँलाई 12,000 आउँछ। के हजुर बुझ्यो त हजुर यसबाट? के बुझ्यो त यसबाट? के बुझ्यो भन्दा तपाईँले यो क्लास सायद त्यतिखेर लिनुभएको भए तपाईँलाई 10,000 अझै बढी पैसा क्यास आउँदो रहेछ हातमा, नि बुझ्यो? हजुर सर हो। बुझ्यो कि बुझेन? भनेपछि यसैलाई भन्छ नलेज भनेको, यही त हो नि, होइन? ल हजुर यता हेर्नु। सर, अब एनएमआइसी है, यहाँ बढ्यो 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 बढ्यो, यहाँ साइडमा हेर्नुहोस् है, भल्युम हेर्नुहोस् है साथीहरू, बढ्यो 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 बढ्यो, यहाँ भल्युम आयो, आयो। क्रेस्ट, क्रेस्ट कतिमा बेचेको फाइदा हुन्थ्यो? 24,000मा बेचे फाइदा हुन्थ्यो कि नै? हुन्छ सर सर। तर त्यतिखेर त्यो के अपरेटरको खेल भनेर के भन्थ्यो त्यो त्यो त न्युज, बेच्नको त्यो लागि सेल त्यो गर्न न्युजको कुरै छोड्नु के तपाईँहरू सबैजना होइन न्युजले। मैले होइन बुझेँ सर। सर न्युज म भन्छु ल न्युज भन्दाखेरि पनि त्यतिखेर सेल गर्नको लागि त्यहाँनिर आफूले क्वान्टिटी 10 यताउता थिच्दा थिच्दै अघि गुटुङटुङ घटाइदिने बढाइदिने फिलिली गर्ने हो भएको थियो क्या हो, त्यसले के त्यही कसरी समस्या, त्यो समस्या त्यही हो नि त। जब यो क्यान्डलले क्लियरली भनेछ म घट्न लागेछु, यतिजनाले बेचिसक्यो भनेपछि बेच्नुपर्ने हो कि होइन? हामी त त्यही सरले हजुर भने जस्तै अपरेटरले यो गर्यो, न्युज आउँछ, यही बेलामा न्युज आउँछ, यसले त डिभिडेन्ड दिँदैछ है, 1:1को राइट सेयर दिँदैछ है भनेपछि हामी त फस्छौँ नि, ख्याल गर्नु भएको छ होला नि। 2400 लेखेर त्यहाँनिर सेलमा थिच्ने बित्तिकै अघि होइन, 2100तिर तपाईँले अझै झर्छ 2100मा आएको थियो त 2100 बेच्नु पर्थ्यो नि त, तपाईँलाई इगो भएको हो नि त, नबेचेर 2400को बेच्दिनँ नि म भनेर राख्नुभयो। 2100 आउँदा बेच्ने भयो त, बेच्नलाई त यत्रो, जब जब यहाँ 2,00,000 जनाले बेच्न भ्याएछन् भने तपाईँले पनि सक्नुहुन्थ्यो नि त, होइन र? ल ठिक छ, मैले पनि होइन यहाँ बेचेन। बेच्न त बेच्नु होइन, हजुर मैले मैले भन्न त खोजेको, बेच्न जस्तै यहाँ बेचेन भने यहाँ त बेच्नु पर्थ्यो नि त, होइन र? अब त हजुर यहाँ सङ्केत आइसक्यो नि त। अब कतिजनालाई के लाग्छ, यहाँ बेच्दैनन्, यहाँ बेच्दैन, यो हरियो भएपछि किनम किनम हुन्छ, किन्छन्। अब ल भन्छ, यो ठाउँमा जसले किने त्यो पुरै फस्यो कि फसेन? हजुर फस्यो नि त। कोही न कोही त फस्यो नि त लास्टमा, होइन र? भनेपछि आइपिओ हजुर किन्छु जस्तो मलाई आइपिओ परेको छैन भने अब त्यो आइपिओ किन्न खोज्नेतिर लाग्नै हुँदैन कि। कतिजना मैले देखेछु अस्ति पनि, आइपिओ परेन सर, यही पोइन्टमा किन्न पाएको थिएँ, यहाँदेखि किन्न खोजेको थिएँ, कहिले पनि किन्न सकेन, यहाँ किन्न पाएको किनिहालेँ भने त फसेन त्यही मान्छे? फस्यो कि फसेन? भने आइपिओको केसमा कहिले भेट्नु? सानवी भन्नुभयो एउटा जातले, सानवी, सानवी पनि आइपिओ हो, सानवी भर्खर आएको हो। हो सन बिजनेस। अब सानवी इनर्जीले के अनि ल यसले, ल बुङ्गलको कस्तो छ राजबुरी? यसले घट्छु भनेर यहाँ सङ्केत के देख्नु भयो ल भन्नु, ल अघि भनेका फन्डा हेर्नु न ल। ए आएन, यहीँबाट घट्न खोज्यो, यहीँ घट्न खोज्यो होइन, यहीँ भल्युम आएन ठुलै? आयो कि आएन ल भन्नु त? आयो यहाँनिर, यहीँ भल्युम आएको छ, ठिक छ नि? यो विकको अर्थ के हो ल भन्नु त? अघि मैले त्यत्रो सिकाएँ, यो विकको अर्थ के हो? यो विकको अर्थ ल भन्नु साथी, यो विकको अर्थ के हो? ए आई प्राइस त्यसो यहाँसम्म त घट्ने। हाई पुगेको होइन राइज हो, भएर यहाँ राइज भएर यत्रो घटेछ भने त, नत्र त बढ्ने नै भयो त, यहीँदेखि यस्तै बढ्दै जानु पर्थ्यो नि त, रात हरियो हरियो, हो कि नि? भने जब यहाँबाट ब्याक हुँदैछ भने त यहीँबाट सङ्केत आएको, नभन्दै जसले त्यहाँ बेच्यो फाइदा भयो, जसले बेचेन आज घटेर तल आयो कि आएन त भन्नुहोस् त? बुझ्नुभयो? अब आज 600मा पुगेछ, फेरि घट्दो क्रम तोडिसक्यो नि त। अब घट्दो क्रम त बिग्रियो नि त, होइन? बिग्रेन? कहाँबाट घट्दो क्रम चेन्ज हुन्छ हेर्नु त?
ठ्याक्कै यहाँ घर यो दग्लम तलको सिङ पोइन्टमा पनि किन्न पाइयो सर होइन हँ ठ्याक्कै ठ्याक्कै हजुर त्यहाँ हजुर पनि किन्न पाइयो यी पाइयो हो खर्च एउटा होइन बेला त आउँछ त्यहाँबाट नि अलिकति त यस हो ए बेला आउँदा किन्ने हो कि यहाँ यहीँ किनेर हैरान गरेर त मान्छे फसिरहेछ त फेरि अँ, हो कि न तपाईँहरूले यो क्लासमा आज अलिअलि कन्सेप्ट त तपाईँलाई दिए तपाईँहरू सबैको बानी प्रायः जसोको घर दा किन्नुपर्छ भन्दा रातोमा किन्ने साथी यहीँ हुनुहुन्छ भर्खर खोज्नुपर्छ भर्खर भेटिन्छ यहाँ यहाँ सोध्न मात्र पर्छ अरे जवाफ दिनुहुन्छ भने त म सोधिहाल्थेँ भर्खरै है बुङ्गो सबैमा हुन्छ कि यस्तो कहाँ एउटा स्टकमा हो र सबैमा यस्तो हुन्छ नि कस्तो होला यहाँ भएन भएन यहाँ भयो कि भएन ल भन्दा अब बुङ्गलमा चाहिँ पछिल्लोचोटि के थियो भन्दा यहाँनिर यत्रो भोल्युम आउँदै यहाँ घट्न सकेन है त यहाँ घट्न सकेन यहाँ चाहिँ घट्नुपर्ने थियो तैपनि रातो त भएन भन्ने सेन्समा कुर्ने मान्छेले चाहिँ रातोसम्म कुर्ने हो यो रातो देखेपछि पनि अझै पनि कुर्ने हो त यो त भन्नुहोस् यहाँ त कुर्ने नै होइन रहेछ अनि होइन ठिक छ ए हरियोसम्म हुँदा चाहिँ ठिक छ ल बन्दीपुर पनि हिजो हरियो भएको थियो अब ल यसले कुर्न भनेको हो कि अब घट्न खोजेको भनेको हो यो घट्न खोजेको अनि अब अझै पनि राख्नुहुन्छ भने राख्नुहोस् केही भएन भोलि एकछिन हरियो बन्छ तपाईँलाई बेचम हुन्छ तर भोलि एकछिन हरियो बन्छ तपाईँको मन फेरि चेन्ज हुन्छ फेरि इति रातो बन्छ अनि तपाईँलाई लाग्छ होइन अस्ति हरियो भएको थियो के अरे भन्नुहुन्छ अनि त्यसपछि अनि यस्तरी सुई घट्छ अनि बेचम हुन्छ अनि लास्टमा यहीँ आउँछ फेरि के फाइदा भयो त फेरि लास्टमा आखिर सङ्केत त यहीँ दिएछ नि अगाडि सङ्केत होइन यो सो यसरी गर्नुपर्छ है त ल साथीहरू सबैजनालाई आजको डेमो क्लासमा एटेन्ड गरिदिनु धेरै धेरै धन्यवाद साथीहरू सबैजनालाई कस्तो लाग्यो तपाईँहरूलाई आजको क्लास धेरै राम्रो लाग्यो धेरै किनभने कुरा सिकियो एक हामीले दिनमै मैले एक दिनमा तपाईँलाई धेरै कुरा दिन खोजेको आज सायद कुनै चिज फास्ट पनि भयो होला होइन थोरै दिँदै भने भएन डेमो हो नि त डेमो भनेको त ट्रेलर हो नि त फिल्मको होइन त यो हाम्रो फिल्म क्लास कहिलेदेखि सुरु हुन्छ सर अब अब रियल कन्टिन्यू नै हो भोलिदेखि नै कन्टिन्यू नै हो जस्तो आजको नि भोलिदेखि क्लासै हो खासमा आजको नि क्लासै हो आज पनि केही कुरा सिकाएको त युज हुन्छ नि त भोलि पनि होइन र हो होइन अब तपाईँहरूलाई हामीले खास लाइभमा बोलाउनुको कारण चाहिँ मसँगै भेट हुन्छ कस्तो दिनुहुन्छ सरले क्लास भन्ने कुरा बताएको हो होइन र डेमो भनेको ट्रेलर हो ट्रेलर मात्र हो हाम्रो टोटल क्लास 15 डेजको हुन्छ आजलाई जोडेरै हुन्छ होइन आज पनि सिकाएको कुरा आवाज म्युट गर्नु पर्यो है हजुरले प्रवीणाजीको म्युट गर्नु पर्यो है आवाज गर्नु भएन यस्तो भन्न अनि आज तपाईँलाई केही कुरा सिकाइदिएको कारण चाहिँ तपाईँलाई आजको नलेजले पनि केही फाइदा चाहिँ होस् भनेर हो खासमा होइन क्लास त तपाईँले नै दिनुहुन्छ रहेछ क्लास मैले नै लिने हो अरूले लिँदैन अरूले दिनलाई मैले टिचर त्यस्तो हायर गरेको छैन म आफै दिन्छु क्लास चाहिँ है ए अरूलाई राख्ने भन्ने कुरै भएन किनभने यहाँ यो क्लास सबैले दिन सक्दैनन् अब हजुर मैले सक्ने भएर मैले मात्र दिन्छु किनभने हामीले आफ्नो अनुभव दिने हो तपाईँहरूलाई होइन यस्तो नगर्नुहोस् यस्तो गर्न फाइदा हुन्न यस्तो भइसकेको त हामीले देखाएको छौँ नि त लाइफमा होइन हजुर हामीले ट्रेडिङ गरेर आफूले पनि गरिरहेको छौँ तपाईँलाई सिकाउने भनेको मैले मेरो ज्ञान दिने हो तपाईँहरूलाई होइन हजुर र यसरी बुझ्नुहोस् कि तपाईँले मेरो साथ भनेको ट्रेनिङ पछि पनि पाउनुहुन्छ भनेको तपाईँलाई केही टेक्निकल सपोर्ट चाहियो भने फ्युचरमा पनि तपाईँले मलाई फोन गरेर मेरो नम्बर लेख्दैछु यहाँ तपाईँले मलाई टेक्निकल सपोर्टको लागि तपाईँले मलाई फोन गरेर पनि सोध्न सक्नुहुन्छ है ठिक छ भनेपछि यसो किन्नमा मेरो कन्फ्युजन टार्गेट भयो भने मेरो टार्गेट भनेको के भन्दा तपाईँहरू सबैजनाले भोलि गोविन्द सरको नाम लिइसकेपछि गोविन्द सरले दिएको ज्ञानले मैले आज 2-4 पैसा कमाछु भन्ने सुन्नलाई मात्र फेरि तर गोविन्द सरले कहिले पनि तपाईँलाई स्टकहरू सजेस्ट गर्नु हुँदैन है कुन किन्ने कुन बेच्ने भन्ने सजेसन मबाट हुँदैन बस तपाईँलाई ज्ञान यस्तो दिन्छु कि तपाईँ आफैले खोज्ने तपाईँलाई एउटा भनाइ छ नि माछा मार्न सिकाइदिने भन्ने भनाइ त सुन्नु भएको छ नि है मार्ने आफैले हो मैले तपाईँलाई त्यही माछा मार्न सिकाइदिने हो माछा मार्न सिकाएपछि तपाईँ आफै किनबेच गर्न सक्ने भइहाल्नुहुन्छ ठिक छ अब हाम्रो कोर्सको अहिले हाम्रो कोर्सको चार्ज चाहिँ हाम्रो अहिले हजुर हजुर हेलो भन्नुहोस् गोविन्द सर हस् भन्नुहोस् सर जस्तो कुनै पनि नेप्से तपाईँको जस्तो कम्पनीको जुन चाहिँ नेप्सेमा लिस्टेड भयो सुरुमा होइन अँ त्यो हामीले सुरुमा जति पनि जस्तो प्रि ओपन सेसनमा किन्न खोज्यो त्यो हाम्रोलाई किन्न किन्न मिल्दैन पर्दै किन पर्दैन कि सर नपर्नुको कारण यस्तो छ 1 लाखवटा सामान छ हेर्नुहोस् 1 लाखवटा सामान छ 1 लाखजना किन्ने मान्छे छन् एउटा सामान बेच्न खोजेछ या 10वटा सामान हो तपाईँले पाउने चान्सेस त कम भइहाल्यो त्यतिकै भने त्यो मैले बुझेँ सर जस्तो मैले लगातार 5 दिन 6 दिन राख्दा पनि त्यो मैले पाउँदिनँ होइन उम्, उम्। तर मार्केटमा त्यो सेल भइरहेको हुन्छ कि कसरी भइरहेको हुन्छ फेरि यस्तो हो कि कोही न कोहीले क्विकली सेल गरेको भए हुन्छ त्यो प्रायः जसो चाहिँ हाम्रो कन्ट्रोल भन्दा नि यो नेप्सेमा त अलिकति 1 सेकेन्ड 2 सेकेन्ड पनि तपाईँसम्म आउँदा त नेट त स्लो भयो 1 सेकेन्ड पनि स्लो भयो भने त 1 सेकेन्ड ढिलो मेसेज तपाईँले पाउनु भयो भने त तपाईँको डाटा ढिलो पुग्यो भने तपाईँले किन्नै सक्नुहुन्न नि त
सो त्यो पनि एउटा कारण चाहिँ हुन्छ होइन। तर मैले सरहरूलाई सजेसन के त आइपिओ परे छैन भने किन्ने कोसिसै नगर्नु, त्यो किन्नै सकिन्न, तनाव हुने मात्र हो सर है। र यदि जुन दिन तपाईँलाई किन्न मिल्छ नि सर, जुन दिन तपाईँलाई किन्न मिल्ने हुन्छ नि, त्यो दिन तपाईँलाई किन्न मिल्ने भने बुझिहाल्नु त्यही दिनदेखि मार्केट घट्नेवाला छ, फेरि फस्नुहुन्छ तपाईँ। बुझ्नुभयो नि? जस्तो हाम्रो यहाँ जुन बाटामा हरियो देखाउनु भयो नि हजुरले, माथि माथि गइरहेको नि, हो यो थोरै सुरुको किता किनबेच भए हुन्छ सर यो होइन। यस्तो हुन्छ जस्तो यो म्युचुअल फन्डहरू हुन्छ नि सर, म्युचुअल फन्डहरूले धेरै किता किनबेच गर्न पाउँछ क्या सर। म्युचुअल फन्डहरूलाई तपाईँको 5% सेयरहरू जति पनि आइपिओ हुन्छ त्यसको करिबन 5% हो जस्तो मान्छु है, मोटामोटी मलाई जस्तो लाग्छ। 5% जति सेयर चाहिँ म्युचुअल फन्डले पाउँछ, बाँडेर लिने हो सबैजना भनेको। त्यसले गर्दाखेरि किनबेच चाहिँ हुन्छ। यो एउटा पनि किनबेच भन्दा माथि कसरी पुग्छ त भन्नुहोस् त। जस्तो जो मानिससँग म्युचुअल फन्डवालासँग धेरै सेयर छ भने यदि यो सेयर यही 200मै रोक्यो भने त कसरी किनबेच हुन्छ? कोही न कोहीलाई त यस्तो छ नि त सर, 1000मा किनेको चिज 2800 आइरहेको छ बेच्दिउँ भन्ने कोही न कोही त हुन्छ नि त, आइडिया नभएको हुन्न त। तपाईँहरूलाई आइडिया छ ल यहाँ जान्छ कोही, त्यो त भर्खर फर्स्ट टाइम भन्नलाई त आइपिओ भरेछ, आइपिओ पर्यो, ओहो किन्ने बित्तिकै 3000 रुपियाँ आयो भने त उसलाई त 2000 फाइदा भएको देखेर बेच्न सक्दैन कोहीले, सक्छ नि त। त्यही भएर तपाईँले त्यस्तो हुन्छ है। ल ओके, सर यो हजुर सर हजुर भन्नु सर। कोर्सको करिकुलम ग्रुपमा लगाइदिनु होला। ओके, एकदम म करिकुलम पनि ग्रुपमा राख्छु। अब रेट पनि तपाईँलाई त्यहाँ राखिदिएको छु। रेट चाहिँ यो ब्याचको लागि हाम्रो अहिले 2000 रुपिज नै छ है। तर त्यो चाहिँ नेक्स्ट ब्याचमा चाहिँ रिभाइज हुन्छ होला सायद त्यो रेट चाहिँ। अहिले चाहिँ तपाईँहरूको ब्याचमा चाहिँ 2000 रुपिज नै हामीले राखेको छौँ। नेक्स्ट ब्याचदेखि चाहिँ त्यो रिभाइज हुनेवाला छ। सो त्यो रिभाइज हुनुको अहिले चाहिँ यति नै हुन्छ है, ठिक छ। म कन्टेन्ट राख्छु। अनि सर सुन्नुहोस् न, 15 डेजको क्लास हुन्छ। हजुर भन्नुहोस् म्याम। त्यो एउटा यो सेकेन्डरी अकाउन्ट चाहिँ जहाँ खोल्दा पनि हुने हो कि के जता हो? खोल्दा पनि हुन्छ। टिएमएसको तपाईँलाई जता पाएको पर्छ, जसकोमा खोल्दा नि भयो, केही फरक पर्दैन। केही फरक पर्दैन, लाइक नजिक ठाउँ खोल्नु पर्ने हो कि? छैन, तपाईँलाई जहाँ जान सजिलो हुन्छ त्यही ठाउँमा खोल्नुपर्छ। यसमा पनि सर अलि राम्रो नराम्रो हुन्छ र त्यस्तो हुँदैन? हुँदैन सर, राम्रो यो ब्रोकरै हो, सबैजना राम्रै हुन्छ, कोही अलि धेरै राम्रो नराम्रो भन्ने हुन्न। बस जसले मलाई टाइममा पैसा हालिदिन्छ त्यही राम्रो हो सर। अब जसले हालिदिन्न त्यसले त राम्रो भएन भन्ने कुरा बुझ्नुपर्छ। कोलाट्रल फ्रीमा दिने खोज्नु न। हजुर कोलाट्रल फ्रीमा दिने खोज्नु, सम्बन्ध बढाउनुहोस्। पहिला सुरुमा किनबेच गर्नु, कोलेटर फ्रीमा बल्ल दिन्छ होइन। ठिक छ, सर यो एकदम पर डे 1 आवर हो? पर डे 1 आवर हुन्छ। अब हाम्रो सेसन क्लोज हुँदैछ। अब भोलि फेरि तपाईँहरूले अब एडमिसन गर्नलाई मैले क्युआरहरू पठाइदिन्छु ग्रुपमा। तपाईँले एडमिसन गर्दा मलाई वाट्सएपमा चाहिँ पठाउनु होला, डिटेल्सहरू स्क्रिनसट पठाउनु होला। अनि तपाईँको रेकर्डेड क्लासको अहिले भर्खर रेकर्डेड कोही छुट्नु भएको साथीलाई रेकर्डेड भिडियो भर्खर त्यो ग्रुपमै आउँछ तपाईँलाई होइन। बाँकी कुरा चाहिँ अब कन्टिन्यू गर्नु होला, तपाईँलाई नै बेनिफिट हुने हिसाबले क्लास हुन्छ। अब आज डेमो क्लास कस्तो भयो तपाईँले जज गर्ने, मैले धेरै भन्नु परेन कस्तो भयो के भयो भन्ने कुरा होइन। अब यति लिइसकेपछि तपाईँलाई अलिकति कन्सेप्ट पनि होला भन्ने हिसाबले हामीले क्लास गर्यो। भोलि चाहिँ हामी यो कन्टेन्टबाटै कन्टिन्यू गर्छ। आज पनि कन्टेन्टको कुराहरू थियो होइन, तर आज चाहिँ हामीले कन्टेन्टको कुरालाई मिक्सअप गरेर दियौँ ताकि केही कुराहरू बेसिक कुराहरू पनि दिनुपर्ने थियो नि त। त्यो भएर हामीले त्यसरी चाहिँ दिएको आज क्लासमा है त। ओके ल ओके, थ्याङ्क यू सो मच सबैजनालाई। ल एडमिसन गर्नु होला। अब चाहिँ एडमिसन गरेकालाई हामीले फेरि लिङ्क पठाउनु पर्ने हुन्छ होइन। त्यहाँ एडमिसन गरेर मलाई स्क्रिनसट चाहिँ पठाउनु होला। अब डिटेल्स चाहिँ तपाईँलाई ग्रुपमा हामी सबै डिटेल्सहरू भर्खर पठाउँछौँ, स्क्रिनसट कहाँ पठाउने के पठाउने क्युआर एभ्रिथिङ पठाउँछौँ है त। ओके, थ्याङ्क यू सो मच सबैजना साथीहरूलाई समय दिनुभएको, बसिदिनु भएकोमा धेरै धन्यवाद सबैजना। थ्याङ्क यू सो मच। कुनै स्टक हेर्न भ्याइएन भने फेरि हेर्नु भएन नभन्नु है, मैले भ्याइन देखिनँ मेसेजमा है साथीहरू। ओके, थ्याङ्क यू सो मच। मेरो नाम चाहिँ गोविन्द है, गोविन्द सर भनेर सम्बोधन गर्दा हुन्छ। हाम्रो भोलि डे 2 हो है सर? डे 2 भोलि डे 2 हो। डे 1 आजको थियो। आज हामी डेमो पनि भने पनि भयो, डे 1 भने पनि भयो, सुरुमा केही बेसिक कुरा भने पनि भयो। भोलिदेखि हामी त्यही कुरालाई अलिक डिटेल्स रूपमा जान्छौँ। जस्तो क्यान्डल्सकै प्याटर्न मात्रै हामी मजाले पढ्छौँ भोलि चाहिँ, सपोर्ट र रेजिस्टेन्स मात्रै पढ्छौँ मजाले, हरेक टपिकलाई डिस्कस हामी गर्छौँ है त। अहिले हाम्रो सेकेन्डरी अकाउन्ट छैन भने हामीले अहिले बनाइराख्नु पर्यो कि तपाईँले बनाइदा भयो, क्लासमै भन्नुहुन्छ होला? केही हुनु त्यसको बारेमा हामी कसै चलाउने सिकाइहाल्छौँ। बनाउन चाहिँ तपाईँले भोलि नै गएर बनाउनलाई त त्यो हतार गर्न भन्दा नि बनाउँदा केही फरक चाहिँ परेन है। हजुर बनाउने जुनबाट बनाए पनि भयो। अब क्लास चल्दै जान्छ, नआत्तिकन बनाउन केही फरक पर्दैन। ओके सर, ओके, थ्याङ्क यू सो मच सबैजनालाई। थ्याङ्क यू सो मच। ल गुड नाइट एभ्रिवान।